कहिलेसम्म हुनुहुन्छ हजुर यतिमा एज ए सिइओ? जहिलेसम्म यति अब इसेवाले डिजिटल ब्याङ्क बन्ने डिरेक्सन लियो भने चाहिँ विल यु कम ब्याक टु इसेवा? न ओके। आज हामीसँग हुनुहुन्छ सुभाष सापकोटा, जसले नेपालको फिनटेक, एभिएसन र एजुकेसन सेक्टरलाई लिड गरिसक्नु भएको छ। 3 फरक इन्डस्ट्री तर एक किसिमको सोच र फ्रेमवर्क। जुनसुकै अर्गनाइजेसन पनि अपरेट गर्ने मान्छेले हो। 4 वर्ष पढिसकेर ग्रेजुएट भएको मान्छे पनि डे सेकेन्डमा चाहिँ विदेशै जान खोज्छ भने चाहिँ स्टुडेन्ट फेलियर भयो कि त्यो इन्स्टिट्युसन फेलियर भयो? इन्स्टिट्युसन फेलियर हो। हामी एज ए इम्प्लोयर भन् जस्तो मान्छे नि त पाइरहेको छैन नि। This episode is strengthened by Hama Steel and insured by Himalayan Everest Insurance. सुभाष दाइ, स्वागत छ हाम्रो पडकास्टमा। थ्याङ्क यू भाइ, नमस्ते। नमस्ते। कुनै एपिसोड कस्तो हुन्छ भन्दाखेरि चाहिँ के सोधौँ कि नसोधौँ भन्ने कन्फ्युजनमा हुन्छ होइन। अनि कतै कतै आज छोटो समयमा के कुरा सोध्ने होला सुभाष दाइसँग भन्ने चाहिँ मलाई छ। लैजाम फ्लो। अब सुभाष दाइ भनेर के अरे गुगल गऱ्यो भने आई थिङ्क लिङ्कडिन प्रोफाइल आउँछ माथि होइन। लिङ्कडिन प्रोफाइलको यसो हेऱ्यो भने चाहिँ 6.5 वर्ष इसेवा, अलमोस्ट 10 वर्ष F1, अनि अहिले 2.5 वर्ष जति हुन थाल्यो हजुर यतिमा हुनुहुन्छ। अनि त्यो के युटर्न हो कि राइट टर्न हो कि लेफ्ट टर्न हो कि होइन, फिनटेकबाट एयरलाइन्स के टर्न हुँदा यो? त्यसमा चाहिँ मेरो अलिकति ब्याकग्राउन्ड चाहिँ म पढेको चार्टर एकाउन्टेन्ट पढेको, पास भएको भनौँ होइन, 2010 को पास आउट हो। अनि सिए कम्प्लिट गरिसकेपछि आइटी कम्पनी F1 सफ्टमा आफ्नो करियर स्टार्ट गरेँ। एज अ फाइनेन्स गएँ अथवा होइन स्टार्टअप कम्पनीमा एज अ को फाउन्डर होइन, त्यो सानो रोलबाट सानो कम्पनीमा काम स्टार्ट गरेको। सो यु वर देयर फ्रम द डे वान आफ्टर कम्प्लिसन्स अफ चार्टर एकाउन्टेन्ट। ओके होइन, अब आइटी कम्पनीमा जोइन गरेँ भनौँ न। अनि त्यो बेलाको चार्टर एकाउन्टेन्ट भनेको 2010 त्यो बेला भन्ने त होइन, तैपनि त्यो बेलाको चार्टर एकाउन्टेन्ट भनेको ब्याङ्कहरूमा जागिर खाने, अडिट फर्म खोल्ने होइन। अनि त्यो चाहिँ रेगुलर त्यो आउटकम हो, राष्ट्र ब्याङ्कमा जबमा जाने होइन। सिएले गर्ने त त्यस्तो काम थियो नि त होइन। त अडिट फर्म खोल्नु भयो एउटा लिङ्कडिनमा, त एउटा अडिट फर्म पनि छ। अडिट फर्म त त्यो सिएको पास हुँदा हुँदा के गरिहाल्ने भनेर त्यो साइडमा आउने चिज हो, तर त्यो मेरो मेन प्रोफेसन चाहिँ थिएन होइन। अनि आइटी कम्पनी स्टार्ट गरेको काम होइन। साथीभाइहरूले के गरे सिए मान्छे ब्याङ्कमा जागिर खाने होइन, गाडी चढ्ने अथवा साइन गर्ने भन्ने टाइपको त्यो थर्ड प्रोसेसमा के चिज डिफ्रेन्ट चिज गरौँ भन्दाखेरि चाहिँ अब F1 सफ्ट अथवा इसिआर टाइपको आइटी कम्पनीमा जब स्टार्ट गरियो होइन, काम स्टार्ट गर्यो, काम गर्दै गयो, 12-13 वर्ष काम गरियो। F1 सफ्ट इसिआर त अब एउटै ग्रुप अफ कम्पनीजमा भयो। अनि त रोल फरक थियो। F1 मा हजुर डिरेक्टर हुनुहुन्थ्यो, इसिआरमा डे वानदेखि नै, किन इसिआ इज अल्सो सब्सिडियरी कम्पनी अफ F1 सफ्ट द्याट टाइम होइन। अब डिफ्रेन्ट रोलमा काम गऱ्यो होइन। त्यहाँ एचआर हेडको नि काम भयो होला, अथवा सिएफओको नि काम भयो होला होइन, अथवा मार्केटिङको काम पनि गरियो होइन। स्टार्टअप कम्पनीबाट होइन ग्रो गर्ने प्रोसेसमा सबै काम गरियो होइन। र त्यो काम पनि एज अ टिम वर्कमा वान अफ द टिम मेम्बरको रूपमा चाहिँ काम गरियो होइन। अनि त्यो गर्दै जाँदाखेरि अब कम्पनी ठुलो हुँदै गयो, सर्टेन रोल रेस्पोन्सिबिलिटिजहरू सेग्रिगेट गर्दै गयो। त्यो बेलामा चाहिँ मैले र अर्को आवश्यकताको सिद्धान्तले नि काम गर्छ होइन। अनि इसिआरलाई ठ्याक्कै लिडरसिप पोजिसनमै बसेर सिइओ नै बसेर काम गर्नुपर्ने अवस्था आएपछि लास्ट 7 इयर जस्तो चाहिँ त्यो ग्रुपभित्र चाहिँ मैले एज अ इसिआरको सिइओ काम गरेको होइन। त्यो चाहिँ चेन्ज इन रोल होइन कि एज अ पार्ट अफ रोल नै भनौँ न, इभोल्युसन भयो होइन। त्यो एज अ पार्ट अफ रोल नै भनौँ होइन। त्यो हुँदै गर्दाखेरि पनि म F1 सफ्टको अब डिरेक्टरहरू अथवा यस्तो पोजिसनमा चाहिँ कन्टिन्यू नै थिएँ होइन। अनि 12-13 वर्ष जस्तो डाइरेक्टली इन्डाइरेक्टली डिफ्रेन्ट रोलमा बसेर काम गरेँ होइन। र स्टिल आइएम पार्ट अफ द्याट एज इक्विटी ओनर, एज अ भ्यालु सेयरिङ हुने भनेर होइन। तर एक्टिभली म्यानेजमेन्ट अथवा डिसिसन्स मेकिङ प्रोसेसमा चाहिँ म छैन होइन। अनि जस्तो इसिआ छोड्दै गर्दाखेरि अथवा इसिआको एज ए सिइओ टर्म कम्प्लिट हुँदै गर्दाखेरि पनि 6.5-7 वर्ष एज ए सिइओ लिडरसिप पोजिसनमा बसेर एउटा
नेपालको रेपुटेड ब्रान्डमा एज ए सिओ काम गरेपछि वाट नेक्स्ट भन्ने पार्टमा अब इन्क्रिमेन्टल चेन्जेस अथवा भएकै चिजलाई ग्रो गर्नलाई त होइन ठ्याक्कै मै चाहिन्छ भन्ने त मलाई लाग्दैन होइन। अनि त्यो भइसकेपछि अलिकति ब्रेक लिउँ न त, अरू चिज पनि एक्सप्लोर गरौँ, बाहिरतिर बस्छ एकै ठाउँ बसिसक्यो भन्ने हिसाबले चाहिँ मैले त्यो छोड्यो होइन। आज यति एयरलाइन्समा कसरी भन्दाखेरि यति एयरलाइन्स एउटा फेजमा गुज्रिरहेको थियो, कोभिडमा एभिएसन्स सिभियरली इफेक्टेड थियो। त्यसपछिको कन्टेक्स्टमा पोखराको इन्सिडेन्ट होइन, त्यस्तै डिफिकल्ट टाइमबाट यति एयरलाइन्स गुज्रिराखेको अवस्थामा सर्टेन रिफर्मको जरुरी थियो। त्यसको रिफर्मको एज ए लिडर होइन मैले चाहिँ त्यहाँ काम गरिरहेको छु 2.5 वर्षदेखि। कसरी पुग्नुभयो, के स्टोरी छ यति एयरलाइन्स? त्यसमा ठ्याक्कै यसरी नै भनेर प्लान प्लेसमेन्ट त त्यस्तो केही होइन होइन। अब यति एयरलाइन्स अब हाम्रो एसियाको वान अफ द पर्मानेन्ट मर्चेन्ट हो, कनेक्सन पहिल्यैदेखि थियो। अनि सर्टन लेभलको रिस्ट्रक्चर प्रोसेसमा क्यापिटल इन्जेक्सन अथवा इन्भेस्टमेन्ट एक्सप्लोर गर्ने साइडबाट मैले अलिअलि हेल्प गरिदिरहेको थिएँ। अनि त्यही प्रोसेसमा होइन किन यो बाहिरबाट मात्रै सहयोग गर्ने, भित्रै बसेर काम गरौँ न भन्ने भइसकेपछि लेट्स ट्राई होइन फर द बेटरमेन्ट अफ द अर्गनाइजेसन्स। केही चिज नेपालमा बन्छ होइन, केही एउटा नयाँ स्टोरी बन्छ भने ट्राई गरौँ भन्ने हो। आई थिङ्क यो 2.5 इयर्समा एउटा राम्रै स्टोरी चाहिँ मार्केटमा बनिरहेछ भन्ने मेरो आफ्नो बुझाइ, कन्फिडेन्स छ होइन। बाहिरबाट हेर्दाखेरि त जस्तै इसेवाकै कन्टेक्समा हेर्दाखेरि चाहिँ जसरी अब नेपालमा वालेट इन्डस्ट्रीलाई इस्ट्याब्लिसै गरिदियो होइन, एउटा डिफ्रेन्ट कुरा हो नि त एक किसिमले हेर्ने भने। तर त्यसले चाहिँ आफ्नो फुल सर्कल कम्प्लिट गर्न पाएको थिएन जस्तो लाग्छ कि, किन भन्दाखेरि स्टिल एउटा पोइन्टमा अब सबै वालेटलाई एउटा के अरे ग्रुप गर्ने हो भने आए, ब्याङ्कहरूलाई च्यालेन्ज गरे, ब्याङ्कहरू इनोभेट हुन थाले होइन। एउटा सर्टन पोइन्टमा अब ब्याङ्कको एप युज गर्ने कि वालेट युज गर्ने भन्ने कन्फ्युजन र के भन्छ युजर बिहेभियर त्यस्तै छ। सो त्यो कन्ट्याक्समा चाहिँ त्यो फुल सर्कल कम्प्लिट नगर्दै हजुरले आफूले त्यस्तरी ग्रुम गरेको बच्चै भनौँ न, किन भन्दाखेरि आई थिङ्क बिजनेसेस आर किड्स अफ लिडर्स। सो त्यो हिसाबमा त छोडे जस्तो लाग्दैन, त्यस्तो फिल हुँदैन? अनि या गाह्रो भएन त्यसरी छोड्दा फेरि आफूले बिल्ड गरेको इन्स्टिट्युसनलाई? मैले त्यसरी पर्सनली चाहिँ लिँदैन होइन, किन कुनै न कुनै पोइन्ट अफ टाइममा त छोड्नै पर्छ नि त होइन। जे चिज पनि छोड्ने हो नि त होइन, बिजनेस पनि छोड्ने, अरू चिजहरू पनि कुनै न कुनै टाइममा सेपरेसन्स हुन्छ होइन। त्यो चाहिँ जति छिटो अथवा ढिलो भन्ने त केही चिज हुँदैन होइन। अब इमोसनल्ली सोच्यो भने अब त्यो गाह्रो हो के हो, प्र्याक्टिकल्ली सोच्यो भने त मैले छोडिसकेपछि पनि त एसियाले केही नयाँ प्रस्पेक्ट पायो होला होइन, नयाँ थट प्रोसेस आयो होला न्यू लिडरसिपबाट होइन, अथवा आउनलाई हामीले पनि हेल्प गऱ्यौँ उनलाई ब्याकग्राउन्डबाट होइन, यसरी सोच यो गर भन्ने साइडबाट होइन। ती हुँदाखेरि चाहिँ चेन्जेस हो होइन, एभ्रिथिङ चेन्जेबल होइन। चेन्जेबल थिङ्कमा चाहिँ र म छोडिसकेपछि ल डाउनफल स्टार्ट भएको भयो, यो भएको भयो, ल भएन कि क्या भनेर अलिकति दुःख मनाइ गर्नुहुन्थ्यो। ठिकै छ, ब्रान्ड भ्यालु बढेकै छ होइन, एप्रिसिएसन छँदैछ। तर यो पार्टमा चाहिँ जस्तो मैले आफूले सोच्दाखेरि भएकै चिजमा इन्क्रिमेन्टल चेन्जेस गर्ने साइडमा चाहिँ म त्यति फेसिनेटिङ चाहिँ हुँदैन। तर इन्क्रिमेन्टल हुन्थ्यो, जस्तै मेबी न्यू ब्याङ्क हुन्थ्यो र डिजिटल ब्याङ्क हुन्थ्यो, नेपालको सबभन्दा फर्स्ट के अरे ब्याङ्क चाहिँ हामीलाई अलिकति कन्स्टेन्ट थियो। कन्स्टेन्ट इन द सेन्स अब जस्तो F1 सफ्ट अथवा फोन पे जति पनि हामीले F1 सफ्ट भनौँ न, F1 सफ्टको आइडेन्टिटी कि डिएनए के हो त भन्दाखेरि इनेबलिङ टु द ब्याङ्क हो क्या होइन। हामीले ब्याङ्कलाई चाहिँ इनेबल गर्ने हो, टेक्नोलोजी वाइज, थट प्रोसेस वाइज, माइन्डसेट वाइज होइन। अब त्यो चाहिँ एज ए न्यू ब्याङ्क आफै बन्नु भनेको फेरि के हो भन्दाखेरि मेन जुन डिएनए हो त्योभन्दा डेफर्ड हो होइन। तर हेर्दा त बाटो त्यतै गएको जस्तो देखिन्छ, ढिलो कि चाँडो भन्ने जस्तो त हो नि होइन र? त्यो त हो होइन। अब त्यो त अल्टिमेटली त हुन नि सक्छ होइन, हुँदैन, यो कम्प्लिटली डिफ्रेन्ट हो, यो चाहिँ ध्रुव सत्य हो भन्ने त केही चिज छैन होइन। एभ्रिथिङ चेन्जेबल होइन। आजको दिनमा कुन ब्याङ्कको छ? आजको दिनमा F1 सफ्टको लिडरसिप पोजिसनमा बसेर सोच्दाखेरि कसरी सोच्नुपर्छ अथवा हामीले बनाएको प्रिन्सिपल्स होइन चिजको कि डिएनए के हो त भन्दाखेरि चाहिँ हामीले नेपालको फाइनेन्सियल इकोसिस्टमलाई चाहिँ मोर टेक्नोलोजी फ्रेन्डली बनाऊँ होइन, मोर एडाप्टिभ बनाऊँ होइन, मोर भाइब्रेन्ट बनाऊँ होइन, मोर इनेबलिङ बनाऊँ कस्टमरसँग अथवा ट्रान्जेक्सन लेभलमा
होइन एकदम इजी होस् एक्सेसेबल होस् भन्ने टाइपको होइन त्यसको वान अफ दि पार्ट चाहिँ इसिया हो आजको दिनमा। अनि इसियाले पनि त्यही भ्यालुज क्यारी गर्छ, आजको दिनसम्म त्यही भ्यालु क्यारी गर्छ। किन भन्दाखेरि त्यही भ्यालुज क्यारी गर्नु ठिक हो, ठिक हो कि होइन भन्ने कुरा भोलि समयले बताउला होइन। तर आजको दिनसम्म जस्तो एसियामा जति पनि मर्चेन्ट हामीले अनबोर्ड गरिरहेछौँ सबै लगेर मोबाइल ब्याङ्किङको थ्रु प्रत्येक ब्याङ्कको प्रत्येक कस्टमरसँग एक्सपोज गरिरहेछ होइन। यदि हामीले एसियालाई डिफ्रेन्टली सोच्ने हो भने त होइन त्यो चिज जरुरी थिएन नि त। कि जसको लागि कस्टमरलाई चाहिने चिज हो त्यसको लागि तिमी एसियामा आऊ बाँकी चाहिँ मोबाइल ब्याङ्किङ चलाऊ भन्ने टाइपको त्यस्तो सेग्रिगेट गरेर त कुनै पनि प्रडक्ट अथवा सर्भिस अफर गरिरहेको छैन होइन। इन्टरअपरेबिलिटी भनेर फोन पे टाइपको नेटवर्क अपरेट गरिरहेछ होइन। त्यसमा चाहिँ एसियालाई पनि भ्यालुएट छ ब्याङ्कहरूलाई पनि भ्यालुएट छ। तर आजको दिनसम्म त्यहाँको कोर लिटरेसिपले सोच्ने चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ यो चाहिँ ओभरअल फाइनेन्सियल इकोसिस्टमलाई मोर इन्क्लुजिभ बनाउने हो, मोर टेक्नोलोजी फ्रेन्डली बनाउने हो, मोर एडप्टिभ बनाउने हो भन्ने नै हो। र त्यसको एज अ पार्ट चाहिँ एसियाले काम गरिरहेछ होइन। जुन दिनमा चाहिँ होइन यो एसिया यो त सेपरेट थिङ होइन यसलाई यो को डिएनएबाट बाहिर निकालौँ भन्ने थट प्रोसेस आउँदाखेरि होइन सोच्ने तरिका डिफ्रेन्स हुन्छ। तर आजको पोइन्ट अफ टाइमसम्म चाहिँ त्यो छैन। इकोसिस्टम बिल्ड गरेको यो चाहिँ हामीले सधैँ फाइदाको कुरा गऱ्यौँ, यो चाहिँ घाटा हो रहेछ कि क्या हो? किन भन्दाखेरि प्यारेन्ट एउटा अम्ब्रेलाभित्रको सबै कम्पनीको चाहिँ फिलोसफी एउटै हुनुपर्छ भन्ने हिसाबबाट सोच्दाखेरि चाहिँ यो घाटा हो? होइन, लङ रनको लागि चाहिँ चाहिने यस्तै हो होइन। लङ रनमा के चिज चल्छ भन्दाखेरि सर्टेन प्रिन्सिपलमा चलेको, सर्टेन भ्यालुजमा चलेको अथवा सर्टेन त्यो गाइडिङ प्रिन्सिपलको वरिपरि भएको इन्टिटिजहरू चाहिँ लङ रनमा सस्टेनेबल हुने हो होइन। आज यता मौका छ यता छोपिहालौँ, भोलि यतापट्टि अलिकति अपर्च्युनिटी आयो यसलाई इन्क्यास गरिहालौँ भन्ने टाइपको चिजले चाहिँ लङ टर्म जाँदैन होइन। सर्ट टर्ममा बेनिफिट चाहिँ हुन्छ। अहिले हेर्दाखेरि चाहिँ अब अलिकति होइन समथिङ मिस आउट भन्ने टाइपको हुन्छ होला होइन। त्यसको करेक्टिभ एक्सन चाहिँ भोलिको दिनमा राम्रै आउला। यही कुराले सुवास्तालाई एक्साइट नगरेर सुवास्ताले अरू अप्सन्स त हेरे होइन? वान अफ द रिजन त्यो पनि हो होइन। भइराखेको चिजमा इन्क्रिमेन्टल चेन्जले मलाई त्यति धेरै फेसिनेटिङ चाहिँ गर्दैन। अनि त्यसको लागि अब बिकज अलिकति दार्शनिक एन्सर दिइहाल्नु भयो, आखिर लास्टमा सबै कुरा छोड्ने नै हो, आज छोड्ने कि भोलि छोड्ने हो भन्ने कुरा हो होइन त। एक्साइट नगरिसकेपछि छोड्नु पऱ्यो होइन। त्यही इन्क्रिमेन्टल चेन्जेसको लागि मेरो इनर्जी नै चाहिन्छ भन्ने भएन नि त होइन। त्यो नछोडेको भए मैले बाहिर निस्केर जस्तो यति एयरलाइन्सको हिस्टोरी भन्नु पाउँथेन होला होइन। सर्टेन अरू स्टार्टअपको हिस्टोरी भन्नु पाउँथेन होला होइन। कलेजको हिस्टोरी भन्नु मिल्थेन होला होइन। त्यो चिज चाहिँ बन्यो नि त। यत्रो 10-12 वर्षको एक्सपिरियन्स इन फिनटेक अनि आई थिङ्क 2.5 वर्षको एक्सपिरियन्स इन एभिएसन अनि 2.5 वर्षमा आई थिङ्क अब फर अ ल्याक अफ अ बेटर वर्ड काया पलट भएको छ जस्तो लाग्छ मलाई चाहिँ होइन। अब कतिपय कुराहरू त हजुरले पब्लिक नै डिस्क्लोज नै छ, यति खोजेर मतलब रेभेन्यूको एङ्गलबाट खोज्ने हो भने त कतिपय इन्टरनेटमा अभाइलेबल छ होइन। सो काया पलटै भएको छ। अब मेरो क्वेसन यो होइन कि फिनटेक र एभिएसनमा चाहिँ के सिमिल्यारिटी छ जसले गर्दाखेरि हजुरलाई ट्रान्जिसन गर्न सजिलो भयो या के भयो। मेरो क्वेसन चाहिँ सुभाष दाईको त्यो लिडरसिप स्टाइल कस्तो हो कि लास्टमा चाहिँ बिगर कर्पोरेसन जुन लिड गरे पनि बेसिक फन्डामेन्टल यो हो। एसियामा पनि मैले यही गरेर थिएँ भनौँ, यतिमा पनि यही गरे हो नाइन खासै फन्डामेन्टली मतलब त्यस्तो डिफ्रेन्स चाहिँ ऊ होइन। दिज आर द कोर प्रिन्सिपल अफ माई लिडरसिप स्टाइल भन्ने चाहिँ के हो त सुभाष दाईको? त्यसमा चाहिँ जुनसुकै अर्गनाइजेसन्स पनि अपरेट गर्ने मान्छेले हो होइन। पिपुल म्यानेजमेन्ट चाहिँ लिडरसिप पोजिसन्सको 80% काम हो जस्तो लाग्छ होइन। राइट मान्छे आइडेन्टिफाई गर्नु पऱ्यो, राइट गाइडेन्स गर्नु पऱ्यो होइन। डिरेक्सन्स के हो भन्ने कुरा एउटा आइडेन्टिफाइड हुनु पऱ्यो होइन। त्यसपछि त्यसलाई चाहिँ मोटिभेटेड फर्ममा चाहिँ काम गराउन सक्नु पऱ्यो होइन। ताकि कुनै पोइन्टमा मैले भन्नु जस्तो छोड्दाखेरि उनीहरूले सेलिब्रेट गर्ने चाहिँ नहोस् होइन। आज त हाकिम छोडेर भनेर गएर सेलिब्रेट गर्ने ठाउँ नछोडौँ होइन। कमसेकम चाहिँ यसलाई मिस आउटै गर्ने टाइपको इन्भाइरोमेन्ट अर्गनाइजेसन्सभित्र बनायो भने सक्सेस हुन्छ होइन। पिपुल म्यानेजमेन्ट के थिङ्स हो होइन। भएको मान्छेलाई इम्पावर गर्नु पऱ्यो, काम लगाउन सक्नु पऱ्यो। अनि त्यसमा चाहिँ मेरो मान्छे अर्कोको मान्छे यो मसँग पहिला काम गरेको भन्न थाल्यो भने कहीँ न कहीँ बाइसनेस आइहाल्छ होइन। त्यो हुँदाखेरि जस्तो यति एयरलाइन्सकै इक्जाम्पल दिँदाखेरि म यति एयरलाइन्सको एज अ सिइओ जोइन गरिसकेपछि
मेरो टिम मैले चिनेको मैले यो गरेको भनेर मैले एकजना मान्छे पनि बाहिरबाट हायर गरेको छैन होइन भएकै त्यहीँकै रिसोर्सेसहरू युज गरिरहेको छु होइन काम त्यही मान्छेले गरिरहेछ पहिला भन्दा अलिकति इनोभेटिभ वेमा अथवा डिफ्रेन्ट थट प्रोसेसमा डिफ्रेन्ट माइन्डसेटमा सेम काम गरिरहेछ फेरि अनि डिफ्रेन्ट काम गरिराखेको नि होइन अलिकति माइन्डसेट डिफ्रेन्ट माइन्डसेटमा काम गरिरहेछ जस्तो लाग्छ मलाई चाहिँ होइन अब इन्डिभिजुअल्ली कसरी फिल गरिरहेछ त अब त्यो थाहा हुँदैन तर जे रिजल्ट बाहिर आइरहेछ होइन त्यो रिजल्टलाई चाहिँ कसरी इन्टरप्रेट गर्न मिल्यो भन्दाखेरि डिफ्रेन्ट माइन्डसेटमा अथवा डिफ्रेन्ट थट प्रोसेसमा काम भइरहेछ भन्ने चाहिँ एङ्गल हो होइन र अब सिमिलरिटिज के हो त भन्दाखेरि होइन जस्तो यति एयरलाइन्सकै इक्जाम्पल लिँदा मैले ठ्याक्कै एयरक्राफ्ट उडाउनु त होइन होइन मेन्टेनेन्स गर्ने पनि होइन होइन त्यो सबैको त एउटा चेन अफ कमान्डमा एउटा प्रोसिडियर्समा एउटा लिगल फ्रेमवर्कभित्र काम भइरहेछ नि त होइन त्यसलाई चाहिँ टाइममा भइरहेछ कि छैन राइट वेबाट भइरहेछ कि छैन होइन कसरी कुन मोटिभेसनल लेभलमा एम्प्लोइले काम गरिरहेछ होइन अर्गनाइजेसन्सको बारेमा अनरहरू कतिको क्लियरिटी छ होइन डिरेक्सन्स कहाँ पुग्ने हो भन्ने जस्तो कुराहरूमा चाहिँ अलिकति फिलिङ गर्ने हो होइन त्यो काम चाहिँ एज अ सिइओ ठिकठाकै भइरहेछ भन्ने हो होइन ठिकठाकै भइरहेछ कि बवाल भइरहेछ 3.5 वर्षमा त्यो मार्केटले जज गर्ने कुरा हो होइन लसमा थियो यो एयरलाइन्स काइन्ड अफ भनौँ न त्यो बिजनेस अपरेसन लस भन्दा पनि सर्टेन इभेन्ट्सले गर्दाखेरि लस भयो होइन लस ड्यु टु कोभिड होइन लस ड्यु टु सर्टेन इन्सिडेन्टहरू यस्तो चिजहरू हो होइन तर बिजनेस अपरेसन चाहिँ नेपालको डोमेस्टिक एभिएसन्स लस मेकिङ चाहिँ छैन बाहिरको जस्तो एभिएसन हाई कम्पिटेटिभ होइन लस मेकिङ टाइपको हुन्छ क्यास बर्निङ टाइपको नेपालको डोमेस्टिक एभिएसन चाहिँ त्यस्तो छैन सेफ नै छ मैले हजुरको एउटा इन्टरभ्यूमा हेर्दाखेरि के भनेको याद छ भन्दाखेरि मैले 3-4वटा कुरा पिकअप गरेको छु हजुरको कपाल अफ इन्टरभ्युज हेरेर अनि त्यहाँ चाहिँ एउटा कुरा सप्लाई साइडमा के अरे डिमान्ड साइडमा काम गर्नै पर्दैन आई थिङ्क सप्लाई साइडमा मात्र काम गऱ्यो भने अहिलेसम्मको नेपालको एभिएसन चाहिँ त्यसरी नै चलिरहेछ कस्तो दामी फेज होइन त्यो कुनै पनि इन्डस्ट्रीको लागि डिमान्ड साइडमा कामै गरेर नपर्ने सप्लाई साइडमा मात्र काम गऱ्यो भने अब किन भन्दाखेरि अलि हाइली क्यापिटल इन्टेन्सिभ बिजनेस हो होइन एभिएसन भनेको होइन एउटा जहाज किन्नु भनेको 1.5-2 अर्ब रुपियाँ चाहिने टाइपको बिजनेस हो होइन जुन चाहिँ एउटा 4 स्टार लेभलको होटल टाइपको अथवा एउटा ठिकठाकै लेभलको इन्डस्ट्री लगाएको जस्तो हो नि त एउटा एयरक्राफ्ट पर्चेस गर्नु भनेको होइन त्यो हुँदाखेरि न्यू इन्ट्री अथवा इन्ट्री ब्यारियर भयो होइन किन नेपालमा त्यस्तो ठुलो बिजनेस हाउसहरू जसले चाहिँ प्लान गरेर होइन 10 अर्ब 20 अर्ब इन्भेस्ट गर्छु भन्ने टाइपको छैन होइन बाहिरको लागि नेपाल एकदमै सानो मार्केट भयो होइन सानो मार्केट इन द सेन्स इन्डियामा गयो अनि 1.5 अर्ब पपुलेसन चाइनामा गयो भने अर्को 1.5 अर्ब पपुलेसन यसको बिचमा हुँदाखेरि हामी ल 3 करोड भनेको ठिकठाकै गर्दाखेरि पनि हामी सानो मार्केट भयो होइन अझै अगाडि गयो भने बङ्गलादेश पाकिस्तान अब यही हेर्ने भयो नि त फेरि होइन वर्ल्डको पपुलेसन्सको अराउन्ड 50% हाम्रो 4 घन्टाको 5 घन्टाको फ्लाइट डिस्टेन्समा छ होइन त्यो हुँदाखेरि एभिएसन्सको साइडबाट नेपाल एफडिआई अथवा बाहिरको इन्भेस्टमेन्टको लागि एक्साइटिङ पोइन्ट चाहिँ अथवा प्लेस चाहिँ होइन होइन त्यो भयो भने डोमेस्टिकली गर्नु पऱ्यो लोकल इन्भेस्टरले गर्नु पऱ्यो किन मैले बुझेन दाइ जस्तै फर इक्जाम्पल चाइना र इन्डियालाई हेर्ने हो भने त फेरि फ्लाइट टु गङ्जाउ र बेजिङ टु फ्लाइट टु दिल्ली मुम्बई बेङ्गलोर त फेरि काठमाडौँबाट फिजिबल छ भनेको 4 घन्टाको फ्लाइट हो त्यो एक्साइटिङ होइन इन्भेस्टरको लागि एक्साइटिङ भएन कि किन नेपालमा आएर एयरलाइन्स खोलेर म इन्भेस्ट गर्छु भन्दा त इन्डियामै गएर इन्भेस्ट गर्छ नि अथवा चाइनामै गएर इन्भेस्ट गर्छ अथवा यता बङ्गलादेशमा गएर मान्छेले इन्भेस्ट गर्छ नि त होइन नेपालमा आएर नेपालको रेगुलेटरलाई झेलेर होइन नेपालको ब्युरोक्रेसीलाई मनाएर अनि बिजनेस किन गर्छ भन्ने पोइन्टमा चाहिँ त्यति एक्साइटिङ चाहिँ होइन सो त्यो चाहिँ मार्केट क्यापको एङ्गलबाट एक्साइटिङ होइन कि यो ब्युरोक्रेसी हाम्रो झन्झटको एङ्गलबाट त्यति इन्ट्रेस्टिङ होइन बिजनेसको साइजको हिसाबले एक्साइटिङ होइन त्यसको बाँकी प्रोसेस त आफ्नो ठाउँमा छ होइन बिजनेसको साइजको लागि तर एज ए नेपाली हामीले हेर्ने हो भने नेपालको एभिएसन्स अथवा हामीले गर्न सक्ने एभिएसन मार्केट कति त भन्यो भने डोमेस्टिक एभिएसन्स मार्केट 30 अर्ब होइन प्रत्येक वर्ष 10% को ग्रोथ छ भन्यो भने नेक्स्ट 5 इयर्स अथवा 6 इयरको इक्जाम्पल लिँदा 50 अर्बको मार्केट हो होइन डोमेस्टिक मात्रै अनि वान पोइन्ट डेस्टिनेसन्सवाला इक्जाम्पल अझै एड गऱ्यो भने हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले गर्ने बिजनेस
अर्को 20 अर्ब 40 अर्ब होइन त्यो भनेको दिल्ली काठमाडौँ दोहा काठमाडौँ होइन दुबई यो जुन पोइन्टहरू छ होइन कनेक्टिङ छोड्दैम होइन यो पोइन्टमा हुने अर्को बिजनेस 30-40 अर्ब होइन र त्यसमा अझै इफिसियन्ट तरिकाले गर्यो होइन 1:1 होइन कतार एयरले नेपालमा 4वटा फ्लाइट गर्छ भने हामीले काठमाडौँ कतार दोहा 4वटा फ्लाइट गर्न सक्दाखेरि चाहिँ अर्को 60-70 अर्बको व्यापार होइन यो गर्दाखेरि इन्डस्ट्री आफैमा डोमेस्टिक एभिएसन्स प्लस वान डेस्टिनेसन्स इन्टरनेसनल लाइन काउन्ट गऱ्यो भने 120-30 अर्बको व्यापार हो होइन तर प्लेयरको छ भन्दा प्लेयर छैन कि एकदम भर्जिन छ होइन किन भन्दा डोमेस्टिक इन्भेस्टर लोकल इन्भेस्टरले यसरी मार्केट हेरेर स्टडी गरेर इन्भेस्ट गरौँ ल यहाँ फ्युचर छ यहाँ बिजनेस छ भनेर हेर्दैन जे गरिरहेछ त्यसैमा इन्क्रिमेन्टल होइन जे गरिरहेछ त्यसैमा रमाइरहेछौँ भनौँ न त्यसले गर्दाखेरि यो मिस आउट चाहिँ छ त्यसको मिस आउटको नेगेटिभ पार्ट भनौँ न होइन हाम्रो टुरिज्म इन्डस्ट्रीले फेस गरिरहेछ अरू चिजले फेस गरिरहेछ अनि हजुरले अर्को भनेको कुरा मलाई के याद छ भन्दाखेरि चाहिँ त्यो एउटा कन्भर्सेसनमा जति पनि प्रब्लम छ त्यो प्रब्लमको 50% सेयर चाहिँ नेगेटिभ मार्केटिङलाई पनि दिनुपर्छ भन्ने थियो अनि त्यो भिडियोको टाइटल फेरि के छ भन्दाखेरि चाहिँ एयरलाइन्सको बिजनेस बाघको सवारी हो अरे के भन्नु खोजेको पहिले अब हिँड्ने मान्छेलाई त डिस्करेजमेन्ट भयो नि त एक किसिमले होइन बाघको सवारी हो भन्नु डराउनु हुँदैन भन्ने हो कि मेरो स्टेटमेन्ट चाहिँ जहिले पनि होइन एक्साइटिङ हुन्छ एडभेन्चरस हो नि स्पिड छ सबै चिज छ होइन भनेको हाई रिस्क हाई रिटर्न भन्ने टाइपको चाहिँ यतापट्टि फाइनेन्सियल हो होइन तर क्यालकुलेटेड रिस्क र क्यालकुलेटेड रिटर्न गर्न सक्यो भने अन्त त्यो त एक्साइटिङ चिज हो नि त अर्को मैले हजुरले पिकअप गरेको कुरा चाहिँ सायद फर्स्ट टाइम सुने होला मैले हजुरले आई थिङ्क एउटा प्रश्नको उत्तरमा चाहिँ 41 हामीले कमाएको 41% चाहिँ सरकारलाई जान्छ एभिएसनमा 42% स्टेट फरवर्ड गभर्मेन्टको एकाउन्टमा जान्छ होइन सो 100 अर्बको रेभेन्यू भयो भने 42 अर्ब 42 अर्ब त सरकारले कमायो सो कुनै केही चिज कमाउनलाई त केही चिज गर्नुपर्छ होइन सो त्यो 42 अर्ब कमाउनको लागि सरकारले के गर्यो भनेर एज अ कर्पोरेसनको साइडबाट हजुरले एउटा सरकारलाई प्रश्न गर्दाखेरि चाहिँ द्याट वाज भेरी नाइस किन भन्दाखेरि आई थिङ्क इन डेमोक्रेटिक वर्ल्ड गर्ने नै त्यही त हो नि होइन अब सरकारले अब होइन हामीले त्यत्रो एयरपोर्ट बनाइदिएछौँ त त्यो के हो भन्यो भने चाहिँ हजुरको एन्सर चाहिँ के हो त्यसमा होइन यस्तो सरकारले गर्नुपर्ने काम चाहिँ एयरपोर्ट बनाउने होइन होइन सरकारले गर्नुपर्ने काम के हो भन्दाखेरि जस्तो एभिएसनकै इक्जाम्पल लियो भने हवाई ऐन होइन एभिएसन एक्ट चाहियो नि त हामी 2015मा चलिरहेछौँ होइन अपडेटेड छैन होइन अब त्यो अलिअलि चेन्जेस आयो होला तर 2015को होइन ऐनले हामी अहिलेसम्म चलिरहेछ होइन त्यसपछि एभिएसन्स पोलिसी त एउटा मिनिस्ट्रीले गर्ने काम हो होइन क्याबिनेटमा पनि पुग्नु पर्दैन खालि एप्रुभलको प्रोसेसलाई मात्र पुग्ने हो 2063को हवाई ऐनमा चलिरहेछ के अरे हवाई नीतिमा चलिरहेछ भनेको एज अ गभर्मेन्ट इन्टिटिजलाई क्वेसन गर्दाखेरि गभर्मेन्ट इन्टिटिजले डेलिभर गर्नुपर्ने चिज के हो त भन्दाखेरि अहिलेको मार्केट कन्टेक्स्ट अनुसारको ऐन कानुन छ कि छैन नीति नियम छ कि छैन होइन पोलिसीमा कहाँनिर अप्ठ्यारो परिरहेछ फर इक्जाम्पल नेपालमा 15 वर्षभन्दा पुरानो एयरक्राफ्ट इम्पोर्ट गर्न पाइँदैन होइन तर नेपाल एयरलाइन्सले एउटा जुन ट्विन एटर एयरक्राफ्ट चलाउँछ आई थिङ्क इज अराउन्ड 68 इयर्स ओल्ड मिलेन नि त कन्फ्लिक्टिङ भयो होइन जस्तो नेपालमा जति पनि एयरक्राफ्ट छ जस्तो बुद्ध एयरको एभरेज एज अफ एयरक्राफ्ट भन्यो भने होइन अराउन्ड 20 वर्ष होला यति एयरलाइन्सको 16-17 वर्ष छ अर्को श्री एयरलाइन्सको हेऱ्यो भने 18-19 वर्ष छ होइन 15 वर्षभन्दा पुरानो एयरक्राफ्ट त चलिरहेछ त होइन ल्याउनलाई मात्र इम्पोर्ट गर्नलाई मात्र किन रिस्ट्रिक्सन भन्दा कुनै बेला थियो होला हाम्रो रेगुलेटरी क्यापासिटी थिएन होला होइन कस्तो जहाज ल्याउँछन् भन्ने कन्फ्युजन थियो होला के थियो होला होइन भनेको महेन्द्रको पालामा सर्टन रिस्ट्रिक्सन चाहिएको थियो होला होइन तर अहिले त हामी त राष्ट्रपतिको पालामा छौँ होइन त्यसमा अपडेट खोइ त अथवा ती पोलिसीहरूको इभ्यालुएसन खोइ त्यसमा प्राइभेट सेक्टरलाई कहाँनिर अप्ठ्यारो पऱ्यो त जस्तो म एज अ अपरेटर होइन पुरानो जहाज किन्न नपाएपछि सर्टिन स्पेयर पार्ट्स एउटा पुरानो एयरक्राफ्ट पर्चेस गर्नु भनेको होइन दुईवटा पर्पजको लागि एउटा फ्लाइको लागि पनि हुन्छ अर्को स्पेयर पार्ट्सको लागि नै हुन्छ होइन बल्कमा स्पेयर पार्ट्स किन्दाखेरि बल्क डिस्काउन्ट हुन्थ्यो अनि त्यो अपर्च्युनिटी मिस भयो
होइन हामीसित एभरेजमा चलिराखेकै एयरक्राफ्टको एज 20 वर्ष छ भन्यो भने मैले 16 वर्षको एयरक्राफ्ट पर्चेस गर्दै गर्दाखेरि त के फरक पर्थ्यो र होइन त्यस्तो चिजहरू चाहिँ बेसिक चिज हो नि त अनि होइन यो हेर्नु चाहिँ पर्यो फर समन लाइक यो हजुरले चाहिँ यो कुरा उठाउनु भएको छैन भन्ने कुरा त मलाई लाग्दैन पक्कै उठाउनु भएको छ हजुरले उठाउँदाखेरि चाहिँ के आउँछ रेस्पोन्स अनि कसले चेन्ज गर्ने होइन यसै पनि नेपालमा थ्योत्र जहाज किन्छ भन्ने टाइपको माइन्डसेट पब्लिकमा हामीले कम्युनिकेट गरिरहेछौँ होइन त्यो रेस्पोन्स होइन अनि अब त्यसमा चाहिँ मेरो भोट घटाउने काम म एज अ मिनिस्टर किन गर्ने भन्ने टाइपको चाहिँ त्यो नबुझेकी त सतै अनुसार के किन भन्दाखेरि हामीले विषय विशेषज्ञ ल्याउँदैनौँ अथवा त्यसलेमा इन्ट्रेस्ट राख्ने मान्छे नि ल्याउँदैनौँ तर पब्लिक इम्प्रेसनलाई त बुझाउन पब्लिकलाई त बुझाउन सकिन्छ नि त पब्लिक एउटा यस्तो मासो जसलाई त बुझाउन सकिन्छ नि त होइन बुझाउनु पर्ने दायित्व हो होइन बुझाउनु सकिन्छ लिडरसिपमा बसेको मान्छेले चाहिँ ल यो हो यसको जस्टिफिकेसन यो है भन्ने कुरा त कम्युनिकेट गर्नु पऱ्यो नि होइन हाम्रो चलन चाहिँ कस्तो भयो भन्दाखेरि भन्नै डराउने होइन नेगेटिभ कुरा गऱ्यो भने त मलाई अब यहाँ कर्ने होइन ऊ गरिहाल्छ अनि त्यो पोलिसी मेकर्सको मात्र हो कि स्टेक होल्डर्सको पनि हो जस्तो हजुरको रेस्पोन्सिबिलिटी पनि हो त्यो कम्युनिकेट गर्ने हामी त गरिरहेछौँ नि ल यो चेन्ज चाहियो यो चाहियो यो प्याराग्राफ यहाँ चेन्ज हुनु पऱ्यो यसले गर्दाखेरि जस्तो हो अब फर इक्जाम्पल यति एयरलाइन्स हामीले ATR 500 सिरिजको एयरक्राफ्ट अपरेट गर्छौँ जुन चाहिँ 2011 पछि म्यानुफ्याक्चरिङ छैन 15 वर्ष कम्प्लिट भयो अब मसँग पैसै भयो मैले आइपिएस गरेँ क्यापिटल स्ट्रक्चर गरेँ सब चिज गरेँ प्रफिट कमाएँ जहाज थप्छु भन्यो भने सेम सिरिज अफ एयरक्राफ्ट अब मैले किन्न सक्दिनँ किन भन्दाखेरि मार्केटमा छ तर 16 वर्ष 17 वर्ष भयो होइन अब ATR आफैमा नेपालको अपरेसनमा लाइफ कति त भन्दाखेरि एराउन्ड 35 इयर्स हो 35 वर्षसम्म चल्ने हो होइन तर 35 वर्ष आउट अफ 15 भनेको एराउन्ड 40% लाइफ कन्ज्युम भयो अनि नेपालमा नल्याए भन्ने टाइपको भयो होइन त्यसले गर्दाखेरि के हुने भयो सप्लाई कन्स्टेन्ट हुने भयो सप्लाई कन्स्टेन्ट हुँदाखेरि के हुन्छ भन्दाखेरि अब हामी यो डिमान्डतिर खासै काम गर्नु पर्दैन अथवा त्यसको कहीँ न कहीँ कस्टमरले भोलिकै दिनमा ओभर पे गर्नुपर्छ अनि अब ऊ क्वेसनको चाहिँ त्यसो डे वानमै फ्रेस एयरलाइन्स किन नल्याउने भन्ने कन्टेक्समा चाहिँ त्यो सक्दैनौँ हाम्रो इकोनोमी नेपालको कन्टेक्समा चाहिँ जुन हाम्रो कस्ट अफ फन्ड छ कस्ट अफ फन्ड एराउन्ड 10% छ होइन त्यो ब्याङ्कबाट लोन ल्याएर होस् अथवा इक्विटी रिटर्नमा एक्सपेक्ट गर्ने भ्यालुहरू होइन त्यो 10% कस्ट अफ फन्डमा फ्रेसली एक्विजिसन्स गरेर एयरक्राफ्ट नेपालको कन्टेक्समा चाहिँ आउन गाह्रो छ आयो भने नेपाल एयरलाइन्स हुन्छ ओके फ्रेस किन्दाखेरि जुन 52 अर्ब 60 अर्ब लोन भन्छ नि होइन ब्याज तिर्ने पैसा पनि कमाउन नसक्ने टाइपको सिनारी हो त्यो भन्दै गर्दाखेरि फेरि हजुरले कस्तो कन्फ्लिक्टिङ कुरा है किन यतापट्टि डिमान्ड जति पनि छ भन्ने कुरा पनि छ यतापट्टि चाहिँ हामीले फर्स्ट ह्यान्ड किन्न पनि सक्दैनौँ किन भन्दाखेरि मार्केटले नै भ्याउँदैन भन्दाखेरि चाहिँ यो बुझ्नलाई नम्बरमै जानुपर्छ आई थिङ्क यो एभरेज अब यसमा यसरी बुझ्नु पऱ्यो कि जस्तो ब्रान्ड न्यू एयरक्राफ्ट भर्सेस सडन युज एयरक्राफ्टको होइन भ्यालु कसरी ड्रास्टिकल्ली डिफ्रेन्ट हुन्छ भन्ने पार्टमा चाहिँ एयरक्राफ्टको एराउन्ड 70% भ्यालु भनेको इन्जिन हो इन्जिन एराउन्ड 3 इयर्स 4 इयर्स जस्तै ATRको लागि हामीले 4 इयर्समा 90% भ्यालु कन्ज्युम गर्छौँ होइन अब मिड लाइफ इन्जिन भएको एयरक्राफ्ट पर्चेस गर्नु भनेको ब्रान्ड न्यूको जस्तो 23 मिलियन ATRको प्राइस हो भन्यो भने होइन त्यो सिधै झऱ्यो 10 मिलियनमा कि होइन त्यसमा नि अब ठिकठाकै इन्जिन टाइपको लाइफ भयो भने त्यो चाहिँ अब 7-8 मिलियनमा आउँछ होइन त्यो 3-3.5 वर्षमा त्यो इन्जिन ओभरअलमै पठाउने हो होइन किस्ताबन्दीमा एयरलाइन्सले इन्भेस्ट गर्नु पाउँछ कि होइन एकैचोटि 15 मिलियन 20 मिलियन भन्यो भने अप्ठ्यारो भयो होइन एयरक्राफ्ट ल्यायो 2-3 वर्ष चलायो 1-2 वर्ष चलायो त्यसले रेभेन्यू जेनेरेट गर्छ त्यो पैसा फेरि हामीले इन्जिन रिपेयर ओभरअलमा इन्भेस्ट गर्यो गर्दाखेरि के भयो भन्दाखेरि बिजनेस कन्टिन्यू नै चल्यो होइन पार्सियल्ली इन्भेस्टमेन्ट पनि भयो होइन त्यो पुरानो इन्भेस्टमेन्टले सर्टेन भ्यालु पनि दियो त्यो हिसाबले चाहिँ नेपालको एभिएसन चलिराखेको हो होइन बुद्धेहरूको हिस्टोरी पनि त्यही हो यति एयरलाइन्सको हिस्टोरी पनि त्यही हो श्री एयरलाइन्सको पनि त्यही हो होइन अब नेपाल एयरलाइन्सको केसमा चाहिँ उनीहरूले ब्रान्ड न्यू एयरक्राफ्ट पर्चेस गरे जसको इनिसियल क्यापेक्स एकदमै हाई भयो होइन अपरेसनबाट त्यसको ब्याज तिर्न पनि गाह्रो भयो अनि त्यो सामा त अलि परको कुरा भयो होइन किन भन्दाखेरि अब गभर्मेन्ट फन्डबाट PFCF भनेको त गभर्मेन्ट फन्ड हो नि त गभर्मेन्ट फन्डमा पनि 10% ब्याज तिर्नु परिरहेछ होला अथवा 9% तिर्नु परिरहेछ होइन भनेपछि एभ्रिथिङ बोइल्स डाउन टु इकोनोमिक्स सो आजको दिनमा यदि नेपालीहरूलाई ब्रान्ड न्यूमा चढ्न मन छ भने अब टिकट 4,045 देखि 8,000 10,000 × 2 भनौँ न × 2 हो
जुन अहिलेको जुन हाम्रो टिकट हो त्यसमा पनि मैले अगाडि पनि भने 42% सरकारकोमा जान्छ होइन। कसैले त कन्ट्रिब्युट गरिदिनु पऱ्यो, आइदर कस्टमरले होइन कि त सरकारले ल म 10% दिन्छु भनिदिनु सक्नु पऱ्यो होइन। त्यो 42%को ब्रेकडाउन भनेको जस्तो एयरपोर्ट ट्याक्स, ल्यान्डिङ पार्किङ होइन, यतापट्टि एटिएफलाई लग्जरी फ्युल भनेर त्यसमा गरेको एक्स्ट्रा चार्जेसहरू होइन, यस्तो डिफ्रेन्ट अथवा भ्याट होइन, यो टपिक हो नि त होइन। यसमा ल यहाँ एभिएसनमा मर्का पऱ्यो होइन, यो इन्डस्ट्रीलाई अलिकति बुम गर्नु छ ल, हामीले इकोनोमिक साइडबाट गभर्मेन्ट साइडबाट यो टपिकमा यसरी कन्ट्रिब्युट गर्छौँ भन्ने टाइपको केही न केही पोलिसी त चाहियो नि त होला। अब केही नेपालमा चाहिँ केही न केही होला जस्तो देखिन्छ होइन। सो कमिङ ब्याक टु अहिलेको क्वेसन, अनुप मेरो फन्डा सिम्पल छ, इट्स अबाउट गुड पिपल म्यानेजमेन्ट। जुन इन्डस्ट्रीमा गएर भोलि गएर मलाई कसैले अब कन्स्ट्रक्सन इन्डस्ट्रीमै राखिदियो भने पनि मैले गर्ने भनेको आइडेन्टिफाइङ गुड पिपल अनि मेकिङ स्योर कि वी इनेबल देम टु गर्नुपर्ने बेस्ट। त्यसमा चाहिँ अब बेसिक अझै फन्डामेन्टल्ली के हो त भन्नु सोध्यो भने होइन, जागिर छोडेर भोलिपल्ट आउँदाखेरि त्यो अफिसको गसिप सुन्दाखेरि पुरानो सिएले यति काम गरेन यार भन्ने टाइपको सुन्न नपरोस् कि, किन भन्दा जहिले पनि छोड्दाखेरि मान्छेले कुरा काट्छ होइन। नगरेको काम, गर्न नसकेको काम त कति हुन्छ नि होइन। जस्तै होइन यस्तो हुन्छ नि, सर्टेन रिसोर्सेस हुन्छ होइन, यो रिसोर्सेस एभाइलेबल रिसोर्सेसमा बेस्ट वे अफ डुइङ थिङ के हो त भन्ने नै एन्सर हो नि त। तर त्यो सब्जेक्टिभ भएन र, सब्जेक्टिभ हो, पर्सपेक्टिभ डिफ्रेन्ट हुनसक्छ होइन, तर पनि त अब बेस्ट त त्यही हो नि त होइन। होइन म अमेरिकाको राष्ट्रपति भए भए यो गर्थेँ भनेर भएन नि त होइन। नेपालको राष्ट्रपतिले त नेपालको कुरा सोच्नु पऱ्यो होइन। म इन्डिगोको सिइओ भएको यो गर्थेँ भनेर सोचेर भएन नि त। यति एयरलाइन्सको एज ए सिइओ मैले गर्नुपर्ने काम के हो त भन्ने कुरा चाहिँ होइन सोच्नु पऱ्यो। र हाम्रो कहीँ न कहीँ सोसाइटी कस्तो छ भन्दाखेरि हामीलाई सबको त्यो जब रेस्पोन्सिबिलिटी थाहा छ कि होइन, नेताले के गर्नुपर्छ, यसले के गर्नुपर्छ, ब्युरोक्रेट्सले, गभर्नरले यो गर्नुपर्छ, तर आफू इन्डिभिजुअल्स पनि त मेरो रेस्पोन्सिबिलिटी छ नि त होइन। मेरो रेस्पोन्सिबिलिटी अफिसमा छ, मेरो रेस्पोन्सिबिलिटी घरमा छ होइन। त्यो चिज मैले बेस्ट गर्नुपर्ने काम के हो भन्ने कुरा हामीले आफूलाई थाहा पाउन सक्यौँ, अथवा आफ्नो डिपार्टमेन्टको आफ्नो जुडिक्सनभित्रको काम चाहिँ ल यो चाहिँ मैले गर्नुपर्ने काम हो, यसमा चाहिँ मैले बेस्ट अहिलेको रिसोर्सेसमा गर्न सक्ने बेस्ट डेलिभरेबल यति हो, यति चाहिँ मैले गर्नै पर्छ भनेर आफ्नो कामको बारेमा दिनमा 10 मिनट सोच्यौँ भने त होइन बेस्ट गरिहाल्छ नि त। न वान्ट टु बी मिस आउट नि त, त्यति चिज गरौँ न। यो होइन, यो हजुरले मल्टिपल ठाउँमा भनिराख्नु भएको छ। आई थिङ्क लास्ट टाइम भेट्दाखेरि पनि म कुनै ठाउँमा बसेर काम गरेर आएको छु भने अघि फेरि दार्शनिकको कुरा जोडौँ, ढिलो चाँडो छोड्नै पर्छ। तर त्यो छोड्ने बेलामा चाहिँ नयाँ जुन मान्छेले आउँछ त्यसले मैले क्रिएट गरेको डकुमेन्टहरू या सिस्टमहरू हेर्दाखेरि चाहिँ यसले यति पनि गरेन भन्न चाहिँ नपरोस्। त्यो त आई थिङ्क एज अ सिइओ होइन कि वाचम्यानदेखि लिएर सबैले त्यही सोच्नुपर्ने हो। त्यति सोच्यो भने नेपाल पनि बन्छ, कम्पनी पनि बन्छ, सबै चिज बन्छ होइन। किन भन्दाखेरि कुनै पनि पोजिसनको लागि ल यो काम हुन्छ, यो डेलिभर गर्ने, यसको जिम्मा है भन्ने जिम्मा लगाएको हो नि त। कोही मान्छे कुनै जब पोजिसनमा छ, कुनै ठाउँमा छ भन्यो भने र उसले त्यो आफ्नो काम पर्फेक्टली गर्नु भनेको चाहिँ के हो भन्दाखेरि अर्गनाइजेसनले जे गर्नुपर्ने काम हो त्यो भइरहेछ भन्नेको एस्युरेन्स हो। तर मैले हजुरलाई काटेँ है त, जस्तै फर इक्जाम्पल धेरै मान्छेलाई मलाई यो काम दिएको छ, म यो काम गर्छु भन्ने माइन्डसेट त हुन्छ होइन। तर मलाई यो जुन काम दिएको छ यो कामलाई चाहिँ अझै यो तरिकाले बेटर गर्न सकिन्छ, यो नगरेर म यो तरिकाले यहीँ आउटपुट त यही नै हो भन्ने माइन्डसेट त कमैको होला नि होइन। कमीको हो, किन भन्दाखेरि बेस्ट वे अफ डुइङ थिङ्समा हाम्रो लर्निङ प्रोसेसले कहीँ पनि हेल्प गर्दैन क्या। जस्तो मैले यो फेरि रिपिटेडै हुन्छ होइन, अरू ठाउँमा नि भनिराखेकै चिज हो। हामी मान्छेले कसरी सिक्छ भन्दा दुईवटा तरिकाले, एउटा काम गरेर एउटा पढेर। हामी पढ्दैनौँ होइन, नेपालीहरू पढ्न एकदम अल्छी छ। म कलेज 2010 सकाएँ होला, त्यसपछि मेरो आफ्नो पर्सनल ग्रोथको लागि होइन ठ्याक्कै युनिभर्सिटी गएर अथवा कुनै लर्निङ सेसनमा गएर वर्कसपमा गएर मैले कति घन्टा आफूले आफ्नो लागि भ्यालु कन्ट्रिब्युट हुने होइन लर्निङ लिएँ भनेर मैले आफूलाई रिफ्लेक्ट गरेँ भने एकदमै नमिनल छ होइन। म कन्सियस छु त्यही पनि एकदम नमिनल छ होइन। अब त्यसको कहीँ न कहीँ सप्लिमेन्ट चाहिँ मैले होइन सोसल मिडियाहरू अथवा मोबाइल युज गर्दाखेरि सर्टेन च्यानलहरू फलो गरिरहेको छु, सर्टेन होइन त्यो
कन्टेन्टहरू कन्ज्युम गरेर हुन्छ कन्टेन्टहरू हेर्छु त्यहाँबाट मैले कहीँ न कहीँ रिलिभेन्ट राख्ने म आफूलाई प्रयास गरिरहेको छु सबैले त त्यो गरिरहेको छैन होइन त्यो पनि मैले गरिरहेको छु भनेर एन्सर दिन पर्ने हुँदाखेरि मैले खोजेको चिज हो होइन अदरवाइज हाम्रो कल्चरली के छ भन्दाखेरि सिक्ने पढ्ने गर्ने भन्ने त छँदै छैन कि होइन भइराखेको चिजमा टालटुल पारेर कसरी काम सकाइहाल्ने होइन त्यसपछि देश बनेन होइन मान्छेले यो गर्न उ गर्न भने गफ गऱ्यो गफ छुट्यो यो गऱ्यो होइन त्यसैमा रमाइरहेछ नि त त्यो हुँदाखेरि हाम्रो कहीँ न कहीँ यो लर्निङ कल्चरलाई चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ होइन अनि त्यसपछि काम गर्ने तौर तरिका अथवा त्यो अर्जेन्सी जे चिज पनि लास्ट मिनेटमा हुन्छ होइन नेपालमा किन भन्दाखेरि हाम्रो कल्चरै त्यस्तो भयो कि जसले नै अँध्यारोमा आउने एग्रिमेन्टहरू होइन संविधान राति राति भन्छ अब जेनजीले गर्ने साइन पनि अब रातिमा आउनु थालिसक्यो होइन त्यो भनेको त नयाँ र पुरानोमा डिफ्रेन्स भएन भन्ने पनि त हो नि होइन 11 बजी दिउँसो किन भएन त गफ गर्दा गर्दा राति भयो गफ गर्दा गर्दा राति भयो होइन अब त अति भयो यार सल्टाइदिउँ भन्नु त्यो कहीँ न कहीँ कम्प्रोमाइज पनि त होला नि त होइन बिहान 4 बजिसक्यो सल्टाइदियो हेर त्यहाँको होइन थाहा छैन त्यो कन्टेक्समा म थिएन होइन तर बाहिरबाट हेर्दाखेरि के हो भन्दाखेरि हामीले जहिले पनि लास्ट मिनटमा गर्ने त्यो चलन पनि हो होइन त्यसरी गर्दाखेरि हतारमा गरेको काम लतार हुन्छ भन्ने टाइपको त जहाँ पनि हो अब यस्तै यस्तै चिजले चाहिँ हाम्रो एउटा लर्निङ कल्चर भएन होइन अर्को हामी त्यो इन्भाइरोमेन्ट पनि छैन काम जहिले पनि टालटुली पाराले गर्ने भन्ने टाइपको फिलोसफीमा चलिरहेछ होइन अनि त्यसको इभ्यालुएसन छैन र त्यसको इभ्यालुएसन चाहिँ अब मेनली प्राइमेरीली जो गभर्मेन्ट रेगुलेटरी गार्जेनसिपवाला जुन रोल रेस्पोन्सिबिलिटिजमा बस्ने मान्छे त्यहाँ त झन् पटक्कै छैन होइन काम गऱ्यो भने अख्तियार लाग्छ काम गरेन भने केही पनि भएन जागिर पाकिहाल्छ सचिव बन्छ भन्ने माइन्डसेटबाट गाइडेन्ट भएपछि होइन अप्ठ्यारो भइरहेको त अनि अब यो भएन भन्न त दाइ सजिलै छ होइन किन भएन र त्यसमा पनि जान्न त अलिकति एकदमै लजिकल प्र्याग्मेटिक एन्सर दिनु है त किन भएन भन्दाखेरि हामीले पढ्ने तरिका चाहिँ 50-60 वर्ष पुरानो भयो होइन रोट लर्निङ हुन्छ नि रटाइ होइन म बिएससी एसआइटीको टपर होइन मार्केटमा फ्रेसली पास आउट भएँ मार्केटले त मलाई 2 लाख रुपियाँ तिर्नुपर्ने नि त होइन त्यो चाहिँ ऊ पनि प्रब्लम हो कि कलेजहरूको प्रब्लम हो कि स्ट्याम्प लगाइदिन्छ कि यहाँबाट ब्याचलर्स गरिदियो भने पर मन्थ यति स्यालेरी होइन नि जस्तो इन्डियामा त कलेज प्लेसमेन्ट हुन्छ होइन बाहिर युकेमा गयो अथवा अमेरिकामा गयो भने कलेज प्लेसमेन्ट हुन्छ त्यहाँ स्किल ड्रिभन छ नि त दाइ अनि हाम्रोमा किन छैन त भन्दा त कलेजवाला अथवा युनिभर्सिटीले राम्रो पढाएन भन्ने त हो नि एन्सर होइन जस्तै स्कुलमा के चिज सिक्नु पर्थ्यो हामीले पढाउने ठिकै होला कि बाहिरतिर गयो भने युनिभर्सिटीमा टपर हुन्छ यो हुन्छ नाम निकाल्यो भन्छ यो गर्छ रिसर्चमा राम्रो भयो भन्छ यो 1-2जना 2-4जना एक्सेप्सनल त जहाँ पनि हुन्छ तर ओभरअलमा के छ भन्ने हो होइन र त्यसको कन्सिक्वेन्सेस के हो भन्दाखेरि भोलिको दिनको इकोनोमी अथवा हाम्रो इन्टरप्रेनरसिप होइन अथवा हाम्रो कन्जम्सन प्याटर्न यो सबै चिजमा रिफ्लेक्ट हुन्छ कि कहीँ न कहीँ फर इक्जाम्पल फुड वेस्टमा नेपाल टप 20 टप 30 कन्ट्रिजमा पर्छ होला फुड वेस्टमा होइन वर्ल्डमा होइन त्यसलाई इकोनोमिक भ्यालुमा मैले एउटा यस्तै रिसर्च गर्दाखेरि एउटा भेटाइरहेको थिएँ त्यसको इकोनोमिक भ्यालु पर इयर 2.5 बिलियन भन्दा धेरै छ भन्छ नेपालमा हो नि फुड वेस्टेज होइन एट द पोइन्ट अफ प्रडक्सनदेखि फाइनल कन्जम्सन आफ्टर कन्जम्सनसम्मको यो साइकललाई हेऱ्यो भनेको कति 3 खर्ब रुपियाँ होइन अब त्यसलाई सुधार्ने उपाय के हो त भनेर हेऱ्यो भने सबभन्दा फर्स्ट कहाँ आउँछ भन्दाखेरि चाहिँ अहिले हामीले पढ्ने स्कुल शिक्षा के नैतिक शिक्षा पहिला होइन हिन्दू धर्म अथवा यता कुरानतिर जहाँ पनि के हुन्थ्यो कुन टाइममा पकाउने कुन टाइममा खाने के गर्ने होइन बासी नखाने यो गर्ने त्यो त कल्चरली हामीले पाएको चिज हो नि त त्यो चिजलाई त हामीले मिस आउट गऱ्यौँ भनेपछि वी हेभ टु करेक्ट योर अघि कि कल्चरै छैन जुन अघि भन्नुभयो कल्चर त छ कहीँ मिस आउट गऱ्यो भयो हामी त्यहाँबाट बाहिर निस्क्यौँ होइन मोडर्नाइजको नाममा न मोडर्न भयो न ट्रेडिसन भयो होइन हाइब्रिड भयो आफूलाई जे सजिलो लाग्छ त्यही भयो होइन भनेको कहीँ न कहीँ अब स्किल एजुकेसन इम्प्रुभमेन्ट गर्दाखेरि जुन हामीले नैतिक शिक्षा भ्यालु यो ऊ भन्ने कुरा भनिरहेको थियौँ त्यसमा प्लस
होइन भोलिको लागि इकोनोमीलाई चाहिने चिज के रहेछ त भन्दाखेरि आफूले काम गर्नुपर्छ होइन यो जब रेस्पोन्सिबिलिटी यस्तो हुन्छ यो हुन्छ होइन हामीले खानेकुरा हामीले गर्ने कुरा होइन यस्तो चिजहरूमा चाहिँ कहीँ न कहीँ अब हामीले त्यो चाहिँ पहिल्यैदेखि इनबिल्ड गर्नु पऱ्यो र त्यसलाई अहिलेको कन्टेक्स्टमा म अर्को इक्जाम्पल दिन्छु 2024 नेपाल होइन टुरिज्ममा लसमा गयो ओभरअल नेपाल होइन ओभरअल नेपाल किन भन्दाखेरि टुरिस्टहरू नेपालमा आएर 90 अर्ब रुपियाँ खर्च गरे नेपाली बाहिर गएर 120 अर्ब रुपियाँ होइन डाइरेक्टली खर्च गरे आउटबाउन्डमा ओके अब स्कुलमा गर्ने के त यसको स्कुलसँग त के लेनादेन छ त भन्दा हामीले नि त स्कुल शिक्षामा प्रमोट गर्नु पऱ्यो नि त होइन हामीसित यस्तो युनेस्को हेरिटेज यो छ होइन हामीसित घुम्ने ठाउँ यो छ भनेर मान्छेको बच्चैदेखि माइन्डमा चाहिँ विदेश घुम्नभन्दा त नेपाल एकचोटि पहिल्यै घुमिसक्नुपर्छ है भन्ने टाइपको पारिदियो भने त होइन मान्छेले त्यहीँबाट स्टार्ट हुने अन्त भनेको कहीँ न कहीँ स्कुललाई हाम्रो इकोनोमीसित जोड्नु पऱ्यो होइन स्कुल शिक्षालाई हामीले गर्ने वे अफ डुइङसँग जोड्नु पऱ्यो भन्ने हिसाबले एउटा रिफर्म चाहिँ जरुरी छ होइन अहिले घिसिटी पिसिटी जे चलिरहेछ भन्ने चिजले चाहिँ अब हाम्रो इकोनोमीलाई हाम्रो यङ जेनेरेसन्सलाई अथवा हाम्रो बच्चा बच्चीलाई अथवा हामी आफैलाई एक्साइट गरेर होइन यही भ्यालुमा यही कल्चरमा यही उसमा होइन 12 पास भएको छैन विदेशै दौडिने किन भयो त यी समस्याहरूले बदर गरेर रहँदै हजुर एजुकेसनमा पनि उ गरेको यु ओन 2 कलेजेस एज अफ नाउ होइन एउटा चाहिँ टेक्सपायर अर्को चाहिँ पिसिपिएस होइन दुईवटा कलेज यु ओन 2 कलेजेस भनौँ न यो कुराहरूले बदर गरेर हो रिसेन्ट हो है हजुर एजुकेसन मैले इसिया छोडिसकेपछि नि त्यो स्टार्ट गरेको कहीँ न कहीँ अब त्यो चिज भन्दा पनि मलाई ठ्याक्कै अलिकति त्यो स्ट्राइक गरेको पोइन्ट चाहिँ इसिया अथवा एफएन सफ्टवेयरमा काम गर्दाखेरि एचआर जहिले पनि मेरै अन्डरमा थियो ओके अब त्यो सिए भएर पनि होला के होला होइन जो भनेको त्यो ब्याक अफिसको त्यो लिडरसिप पोजिसनमा म थिएँ होइन र कलेज प्लेसमेन्टहरू नहुने अथवा जस्तो पुल्चोकको टपरहरूले आउँदाखेरि उ गर्दाखेरि प्र्याक्टिकल नलेजहरू अलिकति कमै छ नि त होइन त्यो चिजको एकदम माइक्रो लेभलमा भयो भने एउटा सोल्युसन एउटा इक्जाम्पल क्रिएट गरौँ भन्ने टाइपको एउटा इन्ट्रेस्ट हो होइन अर्को आफैमा बिजनेस पनि हो होइन के गर्ने त भन्दाखेरि आफू पढ्दाखेरि ठिकठाकै स्टुडेन्ट हुँदै गर्दाखेरि कसरी पढ्नुपर्छ भन्ने थाहा भएपछि कसरी पढाउने पनि त थाहा भइहाल्छ नि होइन होइन त्यसमा पनि बेस्ट गर्न सकिन्छ भन्ने टाइपको अर्को र जस्तो ब्याचलर्स कलेज हामीले अपरेट गर्दाखेरि के चेन्ज छ त भन्दाखेरि त्यो सानो लेभलमा होला होइन भोलि स्टुडेन्टले 100% नपाएको नै होला होइन तर चेन्जेस चाहिँ के भन्दाखेरि एकाडेमिक कोर्स मात्रै पढेर हुँदैन प्र्याक्टिकल कोर्स पढ्नुपर्छ भनेर हामीले होल 3 इयर्सको एउटा नन क्रेडिट कोर्स डिजाइन गरिरहेछ त्यसको प्राइमेरी अब्जेक्टिभ के भन्दाखेरि मार्केटमा जाँदाखेरि यति पनि आएन है यति पनि बेसिक स्किल पनि छैन भन्ने कुरा सुन्न नपरोस् भन्ने चाहिँ त्यसको बेसिक उसँग रिलेटेड त होइन अघि सीवाला कुरामा चाहिँ यसले यति पनि गरेन यसले यति पनि सिकाएन यसले यति पनि सिकाएन अथवा यो स्टुडेन्टले यति पनि जानेन भन्ने कुराको एन्सर नहोस् होइन ल मैले यो चिज चाहिँ सिकेँ है भोलि मेरो इन्ट्रेस्ट यही हो होइन मैले यो चाहिँ यहाँ सिकेको छु यसको प्र्याक्टिकल इम्प्लिमेन्टेसन मैले यहाँ गरिरहेको छु भन्ने कुरा चाहिँ स्टुडेन्टले आफूले भन्न सकोस् होइन र त्यसको एन्सर चाहिँ कस्तो हो भन्दाखेरि कुनै पनि इन्टरभ्यूमा जब इन्टरभ्यूमा जाँदाखेरि फर्स्ट सोध्ने क्वेसन के हो भन्दाखेरि तिमीले के आउँछ के गर्छौ त हो नि होइन के डिग्री छ भने त गयो के पढ्यौ होइन के डिग्री छ भन्ने कुरा त्यो सर्टलिस्ट गर्ने एचआरको त्यो एसिस्टेन्टले गर्छ नि त होइन भ्याकेन्सी अनुसारको उसले पढाएको छ कि छैन होइन उसको के छ अब त एआईले गरिदिन्छ त होइन तलपट्टिको जुनियर स्टाफले गर्छ अथवा त्यो सर्टेन क्राइटेरियाले आफैले फिल्टर गर्छ भनेको एकाडेमिक डिग्रीले इलिजिबिलिटी दिन्छ होइन क्वालिफिकेसन त अब क्वेसनमा सोध्ने हो त्यसलाई पनि डाउट गर्न मिल्छ दाइ अब चाहिँ एकाडेमिक डिग्रीले एजिबिलिटी चाहिँ अब एकाडेमिक डिग्रीले मात्र दिन्न भनेर पनि डाउट गर्न मिल्छ अब गोइङ फरवर्ड अब इन पोस्ट एआई वर्ल्ड जहाँ चाहिँ 200 वर्षदेखि नै हामीले इन्डस्ट्रियल एजको लागि नै सिकाइरहेको हो नि त सो जुन अघि हजुरले भन्नुभयो एकाडेमिक डिग्रीले चाहिँ एजिबिलिटी दिन्छ त्यसलाई पनि डाउट गर्न मिल्छ पर्दैन त्यो त जहिले पनि हुन्छ किन पढेको मान्छे र नपढेको मान्छेको केही न केही डिफ्रेन्स त हुन्छ नै होइन पढेको र डिग्रीवाला र डिग्री बिना भन्नु खोजेको लेट्स कि पढेको रिगार्डलेस डिग्री बिना पनि मान्छे पढे लेखेको हुनसक्छ नि त त्यो लेभलमा नजाऊँ होइन अब हामीले सिम्पल हेर्ने चाहिँ पढाइ छ कि छैन भन्ने कुरा चाहिँ उसँग डिग्री छ कि छैन होइन ब्याचलर्स डिग्री अथवा मास्टर डिग्री भन्ने नै हो होइन त्यसले चाहिँ मान्छेलाई इलिजिबल बनाउँछ केमा उभिनलाई हेल्प गर्छ होइन जस्तो लोकसेवाले भ्याकेन्सी खोल्यो ब्याचलर्स पास भन्यो भने त
मेरो खतरा थियो एउटा सेमेस्टरमा चाहिँ म बिरामी भएँ मैले पास भएको छैन भनेर त मान्दैन नि त यु सुड बी कम्प्लिट होइन कम्प्लिटेडै भएको हुनु पऱ्यो नि त त्यो इलिजिबल भयो होइन अब क्वालिफाइड भन्नलाई चाहिँ अब त्यो पार्टिकुलर जबको लागि साँच्चीकै त्यो जुन इन्टेन्डेड डेलिभरेबल्स हो त्यो अन्डरस्ट्यान्ड गर्न सक्ने त्यसको बेस्ट डेलिभरी गर्न सक्ने हो कि होइन भन्ने कुरा चाहिँ क्वालिफिकेसन भयो यो क्वालिफिकेसन कम्पोनेन्टमा हाम्रो लर्निङ सिस्टमले चाहिँ हेल्प गर्दैन र हामीले इनिसिएट गरेको कलेजमा यो चिजलाई चाहिँ सानै लेभलमा भए पनि एड्रेस गरौँ भन्ने चाहिँ मेन मोटो हो त्यो भन्दाखेरि लर्निङ एकाडेमिक युनिभर्सिटी डिग्री सँगसँगै होइन नन एकाडेमिक कोर्स होइन कन्टेन्ट त्यो चाहिँ सिक्नु पऱ्यो जुन चाहिँ मार्केटमा खोज्ने 75% वेटेज त्यसमा हो भने 25%ले चाहिँ एजिलिबिलिटी दिने भयो 75%ले चाहिँ क्रेडिबिलिटी दिने भयो त्यसलाई क्वालिफाइड बनाउने भयो काम गर्नलाई अथवा त्यो गर्नलाई कल्चरली कस्तो अचम्मको संसार है 100 के अरे डिग्रीलाई अब हामीले 25%मा घटाइदियौँ त्यही भनौँ न ब्याचलर्स डिग्री इन कोडिङ पढ्यो होइन सफ्टवेयर इन्जिनियरिङ पढ्यो होइन मार्क्स आयो 4 GPA आयो होइन गएर राम्रो ल्यापटप चलाउनु जानेन भने नि त्यसको त्यो 25% नै छैन त्यो होइन त्यो सकियो अब 95% आयो होइन त्यसमा चाहिँ हामीले के भन्न सकियो भन्दाखेरि ल राम्रै पढेको मान्छेले छिटो सिक्छ भनेर फेरि सिकाउने प्रोसेसमा लानु पऱ्यो त्यो जुन कम्पनीमा आएर सिकाउने काम हो त्यो चाहिँ हामीले कलेजमा सिकाउने चाहिँ प्रोसेस स्टार्ट गरेर सो यो एजुकेसनमा गएको कारण चाहिँ 10 वर्ष एउटा फिनटेक कम्पनीमा लिडरसिप पोजिसनमा बसेर काम गर्दाखेरि देखेको प्रब्लम्सहरूलाई हजुरले प्रोडक्टाइज गरे हो एउटा कोड छ कि त स्क्रैच योर ओन इच भन्छ होइन बिजनेसमा आफूले जे कुराले बदर गरेर राख्छ जे कुरा चिलाइरहेको छ त्यही कुरा चिलाउने हो नि त होइन त्यही चिजमा काम गऱ्यो भने अब बुझेको भयो देखेको भयो एक्स्ट्रा मोटिभेसन भयो पर्पस भयो मैले यो चिज सल्भ गरिरहेको छु भन्ने भयो एउटा र अर्को चाहिँ कहीँ न कहीँ जस्तो म आफैलाई उ गरेँ भने हामी नि गाउँमै जन्मेको मान्छे हो होइन अब खतरा एजुकेसन पाएको होइन ठिक लेभलकै जुन जुन एभाइलेबल नेपालको सबैले पाउने एजुकेसन चाहिँ छ त्यसैको वान अफ द मेम्बर हो होइन आयो पढ्यो गऱ्यो होइन जे चिज भइरहेछ आफ्नो लागि भइरहेछ अथवा हामीले कन्ट्रिब्युसन अर्गनाइजेसनको लागि गरिरहेछ यो सबैको मेन पिलर के हो त भन्दाखेरि त एजुकेसनै हो नि त टाइममा पढ्न पाइयो होइन राइट टाइममा राइट चिज पढ्यो गरियो होइन राइट टाइममै सिए गरियो होला जस्तो लाग्छ होइन त्यो सबैले मलाई आजको यो पोजिसनमा ल्यायो नि त भनेपछि एजुकेसन्स भनेको चाहिँ एउटा त्यो फास्ट ट्र्याक हो क्यारियर ग्रोथको होइन त्यसमा चाहिँ एजुकेसनले हेल्प पनि गर्छ मजाले होइन त्यसलाई क्याटलिस्ट पनि हुन सकिन्छ भनेपछि त्यसमा चाहिँ ल यो हो बाटो चाहिँ यो हो होइन यसमा चाहिँ काम गरौँ भन्ने हो र त्यो काम गर्दाखेरि अब हुनेले त पैसा तिर्छ नहुनेले के गर्ने होइन भनेपछि नहुनेलाई पनि अनबोर्ड गरौँ स्कलरसिप ल्याऊँ होइन पैसै छैन भने त पढोस् न भोलि कुनै न कुनै तरिकाले तिर्ला होइन नतिरे पनि स्कलरसिपमा पढ्ला होइन गर्छ नि त भनेपछि कहीँ न कहीँ त्यो सोसल इन्टरप्रेन्योरसिपमा एउटा मैले यो गरिरहेको छु भन्ने कुरा चाहिँ कन्ट्रिब्युसन्सको साइडबाट पनि त्यसलाई एम्प्लिफाई गर्न सकिन्छ अथवा कम्युनिकेट गर्न सकिन्छ फर इक्जाम्पल टेक्सपायर कलेजकै होइन कन्ट्रिब्युसन टु सोसाइटी कति हो त भन्ने भ्याल्यु क्यालकुलेटै गऱ्यो भने नि पर इयर अराउन्ड 10 करोड रुपियाँ कसरी दिनु त नम्बर होइन त्यो नम्बर कसरी भन्दाखेरि 20-30जना 40-50जनाले जुन फी हो त्यसमा सब्सटेन्सियल डिस्काउन्टमा पढिरहेछ होइन युनिभर्सिटी फीमा त तिरेर पढिरहेछ अथवा 0 फीमा पढिरहेछ 2-4जनाहरू होइन त्यसको भ्यालु कति त 50जना इन्टु एभरेजमा 8 लाख भन्यो भने 800 3-3.5 करोड रुपियाँ आएर त्यसो भए त अनि कतिपय कलेजहरूले 22 लाखको के अरे डिग्री पनि पढाइरहेको छ मेरो डिग्री चाहिँ अब 20 लाखको होइन नि 20 करोड बनाइदिउँ भने होइन मैले एभरेजमा होइन 500जना स्टुडेन्टलाई मैले अनबोर्ड गर्छु एभरेजमा 8 लाख रुपियाँ फी तिर्छन् होइन त्यो 8 लाख रुपियाँ फीमध्ये 10जनाले तिर्न पर्दैन भन्यो भने त्यो त मेरो कन्ट्रिब्युसन हो नि त होइन मैले त्यो चिज त खै म्यान्डेटरी त छैन होइन यो चाहिँ तपाईँले छुट्टै दिनुपर्छ भनेर त कसैले भनेको छैन नि त होइन मैले दिइरहेको छु भन्यो भने त त्यो मेरो कन्ट्रिब्युसन हो नि त होइन त्यो एउटा अर्को काठमाडौँमा जति पनि आइटी कलेजहरू छ होइन मोस्ट अफ द आइटी कलेजले पढ्छन् पढाउँछन् सर्टिफिकेट दिन्छन् होइन मैले होइन स्किल सिकाउँछु भनेर जति एकाडेमिक टिम हो त्यति नै बराबर मैले नन एकाडेमिक टिम बिल्ड गरिरहेको छु
होइन सेम लेभल अफ रिसोर्सेस इन्भेस्ट गरिरहेको छु वर्षको 2-3 करोड रुपियाँ ट्रेनिङ अथवा यो नन क्रेडिट कोर्स एक्सपोजर्स यसको लागि मैले इन्भेस्ट गरिरहेको छु होइन भनेपछि त्यो पनि त मेरो साइडबाट हेर्दाखेरि त्यो पनि कन्ट्रिब्युसन हो कि त्यो मेरो बिजनेस पनि हो होइन मैले यो चाहिँ ल तिमीहरूको लागि गरिरहेको छु यो दान हो भनेर त मैले भनेको छैन नि त होइन मैले लर्निङ कल्चरको यो अहिलेको कल्चरलाई मैले चेन्ज गर्ने हो होइन चेन्ज गर्ने तरिका के हो भन्दाखेरि एकाडेमिक पढ्ने हो नन क्रेडिट अथवा नन एकाडेमिक चिज सिक्ने हो प्यारलल लैजानुपर्छ स्किल इम्पोर्टेन्ट चिज हो भनेर मैले इम्प्लिमेन्ट गरेर जुन चाहिँ भोलि यो कलेज किन पढ्ने भन्दाखेरि यो चिज भनेर मैले मार्केटमा बेच्ने पनि त्यही चिज हो तर त्यो त मैले गरिरहेको छु नि त होइन त्यसको भ्यालु कति त अथवा त्यो चिज कतिमा अपरेट भइरहेछ भन्दा वर्षको 2-3 करोड रुपियाँ त मैले खर्च गरिरहेको छु होइन त्यो पनि त कहीँ न कहीँ कन्ट्रिब्युसन छ अनि यस्तो तरिकाले क्यालकुलेटै गऱ्यो भने होइन अर्को कलेज भर्सेस यो कलेजले गरेको इन्क्रिमेन्टल चेन्जेस अथवा इन्क्रिमेन्टल भ्यालु कन्ट्रिब्युसन्स कति भन्ने हेऱ्यो भने होइन 8-10 करोड रुपियाँ हो एउटा सानो अर्गनाइजेसन्सले होइन 400-500 जना विद्यार्थीलाई गरिराखेको ट्रायल हो भनौँ न होइन कस्तो भइरहेछ त ट्रायल होइन ठिक छ राइट डिरेक्सन छ होइन अब 100% करेक्ट छ भन्ने होइन होइन काठमाडौँ अपडेट छ इन्फ्रास्ट्रक्चरको कन्स्टेन्टहरू छ यो छ अरू चिजहरू छ तर डिरेक्सन्स पोजिटिभ छ पोजिटिभ डिरेक्सनमा गइरहेछ भोलिको दिनमा चाहिँ वान अफ दि इक्जाम्पल होइन बनाउन सक्नु पऱ्यो गर्नु पऱ्यो हामी जस्तो मान्छेले गऱ्यो भने भइ नै हाल्छ भन्ने कन्फिडेन्स पनि अनि होइन यो कुरासँग त 2टा क्वेसन आयो पहिलो क्वेसन चाहिँ त्यत्रो 10 वर्ष एउटा फिनटेक कम्पनीमा काम गरेर अनि एउटा स्टार्टअपलाई त्यत्रो वान अफ द बिगेस्ट ब्रान्ड बनाइसकेपछि त्यो एक्सपिरियन्स आइसकेपछि अब सेकेन्ड इनिङमा जाँदाखेरि आफ्नो करियरको होइन अब एजुकेसन छ एजुकेसनमै फुल अन लागेर के भन्दाखेरि त्यो त बिजनेस भयो नि त आफ्नो अन्टरप्रेन्योरियल नै भयो नि त एजुकेसन त आफ्नो भयो ला यो इन्डस्ट्रीलाई चेन्जै गरिदिन्छु नेक्स्ट 10 इयर्समा अनि अर्को इन्डस्ट्रीमा जान्छु भन्नुको साटो हजुरलाई यो पनि प्यारलेल चलाइरहेको छु अनि एउटा अर्को ठुलो इन्डस्ट्रीको सिइओ पनि भएर गर्छु भन्दाखेरि त्यहाँ एउटा कहीँ होइन यस्तो हो अब हामीले काम गर्दाखेरि फुल टाइम बसेर अर्गनाइजेसनमा बसेर होइन हेरेर माइनोरिटीले हेरेर गर्ने होइन होइन जुन 12-15 वर्ष इसिआई फोन सफ्टवेयरमा सिकेको चिज के हो त भन्दाखेरि अथवा त्यहाँ काम गर्दाखेरि के हो त भन्दाखेरि 80-90% अपरेसनल काम गर्ने हो 5-10% चाहिँ पोलिसी लेभलको अथवा डिरेक्सन्स लेभलको स्ट्राटेजिक कामहरू गर्ने हो होइन अब मैले आफूलाई हेर्ने के हो भन्दाखेरि अब मलाई दाल भात खान काठमाडौँ बस्नलाई गाडी चढ्नलाई अब मैले रेगुलर फुल टाइम जब गर्नु त पर्दैन नि त होइन अहिलेसम्म गरेको कामले होइन पुग्छ होइन पुग्यो भने पनि पुग्छ होइन तर मैले पुग्यो भन्छु होइन अब त्यो पुगिसकेपछि अब मैले गर्ने काम के हो त भन्दाखेरि जुन त्यो इसिआईलाई प्रफिटमा ल्याउनलाई 8-9 वर्ष 10 वर्ष लाग्यो अब गर्ने बिजनेस प्रफिटमा ल्याउनलाई 10 वर्ष लाग्यो भने त्यो अघिको काम अगाडिको लर्निङ त बेकार भयो नि त अब 2-3 वर्षमा हुनु पऱ्यो अथवा म्याक्सिमम् लाग्यो भने 4-5 वर्षमा हुनु पऱ्यो होइन त्यसमा चाहिँ मैले टिम बनाउने हो मोटिभेट गर्ने हो होइन अब रिसोर्सेसको एक्सेसमा मैले काम गरिदिने हो होइन बिजनेस गर्नलाई पैसा चाहिन्छ होइन मैले इन्भेस्टरलाई गएर पिच गरेँ भने 10 करोड दिन्छ होला होइन अब भर्खर फ्रेस स्टार्ट गर्नेले गएर पिच गऱ्यो भने 10 लाख पनि पाउँदैन होइन त्योभन्दा मैले आफ्नो गुडविललाई लिभरेज गर्ने हो नि त होइन यस्तो काम चाहिँ मैले गर्ने हो होइन डे टु डे अपरेसनल म्यानेजमेन्ट हो यताउता चाहिँ टिमले गर्ने सिओले गर्ने कम्पनीले गर्ने हो होइन उहाँ चाहिँ एज अ त्यो चाहिँ इनेबलरको रूपमा चाहिँ काम गर्ने अनि अब मलाई पुग्यो भन्ने मान्छे त जेनरली पोलिटिक्सतिर जान्छ होइन र मतलब यो अब काम गर्नु पर्यो मलाई दाल भात खान गाडी साडी चढ्न त के अरे काम नेपालमा पोलिटिक्सतिर जाने सोच आएन यो होइन यस्तो हो पोलिटिक्सै भनेर म गएर चुनाव लडेर अथवा नेता भनेर संसद भनेर काम चाहिँ होइन अब त्यो आजको त्यो एस्पिरेसन होइन होइन तर एज अ पोलिटिसियन अथवा एज अ जो गभर्मेन्ट सर्भेन्ट भनौँ न उहाँहरूले गर्नुपर्ने राइट काम के हो ल सुभाष यसो हेल्प गर भन्यो भने हेल्प गर्ने होइन ल मैले मेरो आफ्नो फङ्सन चाहिँ बेस्ट कसरी डेलिभर गर्ने यसमा तिमीले कहाँ सजेस्ट गर्छौ कहाँ गाइड गर्न सक्छौ अथवा कहाँ तिमीले ओपिनियन एक्सप्रेस गर्न सक्छौ भन्यो भने त मजाले गर्ने नि गरि पनि राख्नुपर्छ होला त्यो अब कहीँ न कहीँ भइ नै हाल्छ नि एक्ज्याक्टली एजुकेसनकै लेयरमा बसेर क्वेसन सोध्छु हजुरलाई यो जुन अहिले चलिरहेको छ नेपालमा जुन एउटा फन्डा विदेशी फरेन एफिलिएट विदेशी विद्यालय भर्सेस लोकल युनिभर्सिटी होइन हजुरको
के राय छ एट समबडी हु इज इन एजुकेसन बिजनेस र क्यान यु अल्सो पुट योर सेल्फ आउट अफ द्याट एजुकेसन बिजनेस एन्ड गिभ अ डिफ्रेन्ट राय? यो अब यसमा चाहिँ फरेन एफिलिएसन अथवा एफिलिएटेड कलेज सबै खतम हो भन्ने चाहिँ होइन होइन, सबै 100% करेक्ट हो भन्ने पनि होइन होइन। सर्टेन चिजहरूमा सर्टेन कम्प्रोमाइज भएको छ, त्यो कम्प्रोमाइज हुनु हुँदैन होइन। भनेको 4 वर्षको कोर्स 3 वर्षको कोर्स 4 वर्ष भनेर पढाइरहेछन् होइन, 3 वर्षले 3 वर्षै भनेर पढाउने नि, किन 4 वर्ष भन्ने होइन। 3 वर्ष पढाउनु हुँदैन, यो चाहिँ इलिगल हो भन्ने कहीँ कानुन छैन, नियम छैन होइन। र त्यो कहीँ प्र्याक्टिसमा नभएको नि होइन। युरोपियन कन्ट्री सबैमा 3 वर्षको कोर्स पढिरहेछ, चलिरहेछ, भइरहेछ होइन। अनि हुँदैन भन्ने पनि छैन, 4 वर्ष हुनुपर्छ भन्ने पनि छैन होइन। ब्याचलर्स भनेको 4 इयर भन्ने होइन, ब्याचलर्स भनेको कति क्रेडिट आवर हामीले पढ्ने भन्ने हो फन्डामेन्टल्ली, जहाँ पनि चल्ने। क्रेडिट आवर पुगेको छ कि छैन होइन, अब त्यो नेपालको टियुले इक्विभ्यालेन्ट दिएको छ कि छैन होइन, सर्टिफिकेटहरू मिलिरहेछ कि छैन। र सँगसँगै पढ्दाखेरि आफूले सर्टिफिकेट त पाइरहेको छु, अरू एडिसनल के पाइरहेको छु भन्ने कुरा चाहिँ आफूले इभ्यालुएट गर्न सक्नु पऱ्यो, यो स्टुडेन्टको जिम्मा हो होइन। र बाहिरको कोर्स र यहाँको कोर्समा फन्डामेन्टल्ली डिफ्रेन्ट छ। फरेन एफिलिएटेड कलेज हुँदै गर्दाखेरि अहिलेको मार्केट रिलेभेन्ट कोर्स चाहिँ छ होइन, जुन चाहिँ हाम्रो टियु पियु अथवा अरू युनिभर्सिटिजमा त्यो टाइमली करिकुलमहरू अपडेट नहुँदाखेरि, काम नहुँदाखेरि होइन, त्यो भएको छैन एउटा पार्ट। अर्को चाहिँ इभ्यालुएसन गर्ने तौर तरिकामा चाहिँ फन्डामेन्टल्ली डिफ्रेन्ट छ होइन। हामीले मानौँ कोडिङ पेपरमा लेखेर के इभ्यालुएट गर्ने होइन, सफ्टवेयर इन्जिनियरिङ पढिरहेछ अथवा होइन ब्याचलर्स इन आइटी पढिरहेछ होइन, सब्जेक्ट छ कोडिङ होइन, हामीले बिएससी एसआइटीमा के गर्छौँ, पेपरमा लेख्छौँ, इभ्यालुएट गर्छौँ। त्यो त मिलेन नि त, चेन्ज हुनु पऱ्यो नि होइन। यही चिज नमिलेको भएर यो फरेन एफिलिएटेड कलेजहरूले अपर्च्युनिटी पायो मार्केटमा होइन, त्यसको सोल्युसन पनि त्यही हो होइन, हुनुपर्ने नि त्यही हो। अब त्यसको सोल्युसन के त भन्दा हाम्रो युनिभर्सिटीहरू पनि अपग्रेड हुनु पऱ्यो, अपडेटेड हुनु पऱ्यो। र बाहिरकोमा पनि एउटा चिज ल्याउने अर्को चिज बेच्ने चाहिँ गर्नु भएन होइन। इथिकल बिजनेस प्र्याक्टिसेस चाहियो त्यसमा पनि, एजुकेसनमा होइन, अनइथिकल काम नगरौँ होइन। त्यो भइसकेपछि अब पढ्ने पढाउने प्रोसेस यो पार्टमा त अब जहाँ पनि फन्डामेन्टल एउटै हो होइन। चिटिङ चाहिँ गर्नु भएन, सर्टेन अर्गनाइजेसन्सहरूले चिटिङ गरिरहेछ, त्यसको ऊ चाहिँ साइड इफेक्ट अरू ठाउँमा पनि छ होइन। र हामीसित भएको युनिभर्सिटी खतरै हो भन्ने पनि त केही छैन नि होइन। हामीले जस्तो त्रिभुवन युनिभर्सिटिजको होइन ऱ्याङ्किङ के हो त होइन, रिसर्च ऱ्याङ्किङ के हो, जब प्लेसमेन्टमा ऱ्याङ्किङ के हो, इनोभेसनमा ऱ्याङ्किङ के हो, हामीले त कहीँ क्वेसन गर्दैनौँ नि त, क्वेसन त गर्नुपर्ने हो होइन। अब पुल्चोक इन्जिनियरिङ कलेज भनौँ न, इन्डिपेन्डेन्ट इन्स्टिट्युसन्स हो, इन्जिनियरिङको हो होइन। इनोभेसन के छ त, अथवा इनोभेसनलाई बजेट कति छ त भइरहेको छैन नि त। त्यही भएर सबैजना 12 सकिनु पाएको छैन, विदेशै दौडिनु पर्ने एउटा वान अफ द रिजन यो पनि त हो नि। त्यसो भए चाहिँ दाइ एउटा क्रिटिकल क्वेसन, 4 वर्ष एउटा कलेजमा पढिसकेपछि 4 वर्ष पढिसकेर ग्रेजुएट भएको मान्छे पनि डे सेकेन्डमा चाहिँ विदेशै जान खोज्छ भने त्यहाँ चाहिँ स्टुडेन्ट फेलियर भयो कि त्यो इन्स्टिट्युसन फेलियर भयो? इन्स्टिट्युसन फेलियर हो। किन 4 वर्ष कसैलाई कोठामा राखिसकेपछि अपर्च्युनिटी नै छैन भनेर देखाउन नसक्नु पनि त फेलियर हो नि त होइन। अनि अपर्च्युनिटी नभएको पनि त होइन नि, हामी एज ए इम्प्लोयर भन् जस्तो मान्छे नि त पाइरहेको छैन नि होइन। हाम्रो रोल त एज ए इम्प्लोयर पनि त छ नि होइन। मोस्ट अफ द आइटी कम्पनीले भन् जस्तो रिसोर्सेस पाउँदैन। किन पाउँदैन भन्दाखेरि त्यो इन्स्टिट्युसन्स एजुकेसनसम्म आइपुगेको छैन। एजुकेसनवालाहरू तँलाई कस्तो मान्छे चाहिरहेको छ, ल के पढाऊँ भन्नु सोध्न गएको छैन। ग्याप त यही त हो नि त होइन। यो ग्यापलाई चाहिँ ब्रिचिङ गर्नु जरुरी छ। त्यसको वान अफ द इक्जाम्पल टेक्सफायर कलेज हुन्छ। अर्को क्वेसन, जस्तै फर इक्जाम्पल नेपाल एज एन एभरेज एज 26-27 वर्षको छ, 70% भन्दा बेसी जनसङ्ख्या 30 वर्ष मुनिका छन्। हाम्रो आई थिङ्क हाइड्रो भने पनि, टुरिज्म भने पनि, डायस्पोरा भने पनि आई थिङ्क नेपालको रियल एसेट त युथै हो अहिलेको लागि हेर्ने भने होइन, किन यिनै हो वर्कफोर्स। यिनीहरूलाई 4 वर्ष एउटा डिग्रीको नाममा राख्नु जायज छ आजको दिनमा, जहाँ चाहिँ सफ्टवेयर इन्जिनियरिङ पढ्न, कोडिङ गर्न 4 वर्षै पढ्नुपर्छ। 3 महिना 6 महिना पढेर के अरे मार्केटमा गएर काम गर्न मिल्दैन। अब एआईको जमानामा होइन,
4 वर्षको टाइम स्टिल रेलिभेन्ट छ पढ्नु त पर्छ होइन पढ्न त पर्छ होइन 4 वर्षै पढ्नुपर्छ होइन 4 वर्षै पढ्नुपर्छ पढ्न चाहिँ पर्छ होइन त्यसपछि मास्टर्स पनि मजाले पढ्नुपर्छ होइन पढाइले मैले अघि पनि भने दुईवटा चिजबाट मान्छेले सिक्ने हो एउटा पढेर सिक्ने हो एउटा गरेर अनि मेरो क्वेसन चाहिँ पढाइमा होइन कि टाइम लाइनमा हो कि टाइमलाइन त अब त्यो अब अमेरिकामा पनि त्यही छ नि अथवा युकेमा अमेरिकामा के छ त्यो राइट इक्जाम्पल होइन भनेको जहाँ संसारभरि चलिराखेको चिजै त्यही हो नि त होइन 3-4 वर्ष त जहाँ पनि अब अथवा हायर एजुकेसन भनेको 6-7 वर्ष त जहाँ पनि पढिरहेछ नि त नेपालमा मात्रै होइन तर त्यहाँ पढ्दा पढ्दै काम पनि गरिरहेछ होइन 200 वर्षदेखि गरिरहेछ नि हो भने 200 वर्षदेखि गरिरहेको छ विदेशमा त्यही गरिरहेको छ सो हजुर म बसेर गफ गर्दाखेरि त बाहिर यो भन्छ त्यो यो गर्नुपर्छ भन्नेमा त कुरा गर्नु परेन हामीले परेन तर यस्तो हो नि सर्टन लेभलको नलेज चाहियो सर्टन लेभलको त्यो थियोरिटिकल बेस पनि चाहियो होइन अनि म्याचुरिटी लेभल पनि चाहियो सबै चिजको लागि लाग्ने टाइम त लाग्छ नै 3-4 वर्ष लाग्छ अनि 3-4 वर्ष लाग्छ नै तर त्यो चाहिँ वेस्ट हुनु भएन क्या आयो कलेज पढ्यो फेरि घर गयो फेरि अर्को दिन आयो पढ्यो गयो होइन त्यसरी टाइम वेस्ट नगरौँ जुन दिनमा कलेज जोइन गर्छ त्यही बेलामा केही न केही काम स्टार्ट गरौँ होइन त्यो काम स्टार्ट गऱ्यो भने कलेज पास हुने बेलासम्म 3 वर्ष अथवा 4 वर्षमा 3 अथवा 4 इयर्सको वर्किङ एक्सपिरियन्स पनि त भयो नि काम के गर्ने भने काम जे गरे नि हुन्छ क्या होइन त्यो आइटी पढिरहेछ भने आइटीकै काम गर्ने बिबिए पढिरहेछ भने होइन म्यानेजमेन्टकै काम गर्ने भन्ने हुँदैन होइन काम गरेर मान्छेले के सिक्छ भन्दा सिनियर जुनियरको इक्वेसन सिक्छ अफिस इन्भाइरोमेन्ट सिक्छ होइन कम्युनिकेसन सिक्छ होइन धेरै चिज कर्पोरेट फङ्सन सिक्छ धेरै चिज सिक्छ नि त जुन चाहिँ ठ्याक्कै रिलेभेन्ट टु जब नभए पनि त हुन्छ नि अनि त्यो हुँदाखेरि कहीँ न कहीँ प्र्याक्टिकल आफ्नै कम्पनी छ भने आफ्नै कम्पनी गऱ्यो फ्यामिली बिजनेस हुन्छ कति हाम्रो अझै बाहुन छेत्रीको चलन के छ भन्दा बाको अफिस छ भने सकेसम्म नछिर्ने भन्ने टाइपको हुन्छ होइन ताकि बाउले 20 वर्ष लाएर बनाएको बिजनेस हो छोराछोरीले यतिकै फ्रीमा पाउने चिज हो होइन हामीले त्यसलाई चाहिँ इग्नोर गरेर हुन्छौँ त्यही चिज अब यता मारवाडी कम्युनिटीमा गयो भने के हुन्छ भन्दाखेरि बच्चा बच्चीलाई 11-12 पास भएको छैन बिजनेसमा इन्भल्भ डाइरेक्टली इन्डिया गराएर हुन्छ होइन आजको दिनमा मारवाडी कम्युनिटी अलिकति बिजनेसमा स्ट्रङ छ भनेको त्यसले काम गरिरहेछ भन्ने हो नि त त्यो त हामी बाहुन छेत्रीले नि सिक्नु पऱ्यो नि होइन यस्तो चिजहरू चाहिँ छ होइन जुन चाहिँ हामीले गर्ने काम हामीले गर्ने बिजनेस यो चिजहरूमा चाहिँ यो इन्भल्भ हुने होइन काम गर्ने आफ्नो छैन भने पनि ठिक छ होइन स्टार्ट गरौँ न केही चिज गरौँ भइहाल्छ नि जे चिज पनि त पहिला खतरै भएको त होइन नि त अनि कसैले गरेकै यो अर्कोले गर्दा हुन्छ भने आफूले गर्दा हुँदैन भन्ने त हुँदैन यो F1बाट निस्केको जस्तै पेपाल माफिया जस्तो F1बाट निस्केको अरू मतलब अझै एउटा छ नि एजुकेसन एडमिसन गुरु होइन सो यो चाहिँ मैले भन्न खोजेको चाहिँ जो पनि F1बाट निस्किन्छन् एजुकेसनतिर नै होइन एजुकेसन मात्रै होइन म त एजुकेसनमा छैन वान अफ दि भर्टिकल्स एजुकेसन हो होइन अरू स्टार्टअपहरू पनि गरिरहेछ होइन अरू कस्तो कस्तो हुनुहुन्छ हजुर होइन आइटी स्टार्टअपहरू पनि छ होइन अरू इभन तिमीले कन्स्ट्रक्सन भन्यो मैले त इक्जाम्पलमा दिएको साँच्चै परेछ कि क्या होइन अब त्यो भनेको के हो भन्दाखेरि त्यही हो फेरि लर्निङ के हो भन्दा कुनै बिजनेस सेटअप गर्नलाई हामीले त्यहाँ रिसोर्सेस आफ्नो प्राइम टाइम सबै चिज इन्भेस्ट गरेर होइन सर्टन फेलियर छ होइन सर्टन प्रडक्टहरू जस्तो अब इसिया पसल टाइपको फेलियर प्रडक्टको एक्सपिरियन्स पनि छ होइन अथवा क्यास एन्ड एड टाइपको हाई क्यास बर्निङ बिजनेसको फेलियरको एक्सपिरियन्स पनि छ होइन त्यो त एक्सपिरियन्स हो नि त पैसा आफ्नो के अरे हात जलाएर सिकेको चिज हो नि त होइन त्यो चिजलाई चाहिँ अब हामीले मार्केटमा आएर इम्प्लिमेन्ट गर्दाखेरि होइन राइट तरिकाले राइट डिरेक्सन्सबाट गर्न सकिन्छ भन्ने चिज हो होइन फेरि अगाडि भने बिजनेस गर्नलाई के चाहिन्छ भने राइट टिम चाहिन्छ रिसोर्सेस चाहियो पैसा चाहियो होइन आजको दिनमा त्यो चिजमा कहीँ न कहीँ फ्रेस स्टार्टअप बिजनेस गर्ने भन्दा हाम्रो एक्सिस धेरै छ होइन ल दाइ हजुरसित काम गर्ने भनेर सँगै काम गरेको भाइ बहिनीहरू आउँछ होइन कलेजको स्टुडेन्टहरू आउँछ अर्को चिज यङ इन्टरप्रेनर्सहरू आउँछ होइन म गर्दिनँ भनेर बस्नु नि भएन होइन ल सुभाषजी केही गरौँ भनेर होइन यसलाई 1-2 करोड रुपियाँ केही पैसा होइन भन्ने मान्छेले यसो ट्राई गर्नु खोज्छन् होइन तिनीहरूलाई नि म तँसित काम गर्दिनँ भन्नु नि मिलेन होइन गर्ने नि अनि त्यो गर्दै जाँदाखेरि कुनै एजुकेसन होला कुनै स्टार्टअप होला कुनै के चिज होला होइन कुनै अब फुल टाइम जस्तो यति एयरलाइन्स जस्तो रेस्पोन्सिबिलिटी होला होइन गर्दै जाने
अनि राइट रिजल्ट निकाल्दै जाने होइन। हजुरले फर्केर हेर्दाखेरि हजुरको सबभन्दा ठुलो फेलियर र त्यो फेलियरबाट आएको लर्निङ्सहरू चाहिँ के हो? त्यस्तो स्पेसिफिक फेलियर यही भन्ने चिज चाहिँ होइन होइन। जस्तै एफएनसपमा हुँदाखेरि हामीले मल्टिपल प्रोजेक्ट मल्टिपल कामहरू गऱ्यौँ होइन। त्यो काम गर्दाखेरिको लर्निङ चिज के हो भन्दाखेरि कुनै पनि चिजको सक्सेस भनेको फर्मुला मोरलेस एउटै हुन्छ भन्ने हो होइन। सक्सेस पाथ चाहिँ एउटै हुन्छ होइन। त्यो राइट टिम हुनु पऱ्यो, राइट टाइममा हुनु पऱ्यो, राइट प्रडक्ट हुनु पऱ्यो होइन, अनि राइट माइन्डसेट हुनु पऱ्यो, राइट तरिकाले मोनिटाइज हुनु पऱ्यो होइन। बिजनेस ल खतरा छ, सबै चिज छ, एकदम रिलेभेन्ट छ, तर जहिले क्यास बन्छ होइन, आत्तिन्छ नि त इन्भेस्टरहरू होइन। सबै चिज छ, लिड गर्ने मान्छे छैन होइन। फेरि त्यहाँ पनि प्रब्लम भयो होइन, बेच्न नि जान्नु पऱ्यो होइन। त्यो सबै चिजको एउटा मिनिमम लेभलको बियर पोइन्ट यो हो भन्ने कुरा समहाउ आजको दिनमा आइडेन्टिफाई गर्न सकिन्छ भन्ने चाहिँ मेजर लर्निङ हो होइन। जस्तो अब यति एयरलाइन्स पनि मेरो लागि एकदमै नयाँ थियो नि त होइन, एभिएसन सेक्टर नयाँ थियो होइन। तर रिजल्ट त त्यस्तो डरलाग्दो त छैन होइन, एक्साइटिङै छ। किन भयो त भन्दाखेरि त्यही चिज त हो नि, त्यही लर्निङ हो होइन। बिजनेसलाई के चाहिन्छ होइन, कहाँ कहिले क्यापिटल इन्जेक्सन गर्ने, कहिले प्रडक्ट एड गर्ने, कहिले होइन रिसोर्सेसहरू एड गर्ने होइन, त्यसलाई कसरी मोनिटाइज गर्ने, प्राइसिङ के गर्ने, यस्तै चिजहरू यहाँ ल्याएर इम्प्लिमेन्ट गरिरहेको होइन। अब टेक्सपायर कलेजै भन्यो भने हामीले फ्रेसली जेरोबाट स्क्रच लेभलबाट स्टार्ट गरेर अहिले 3rd इयर हो होइन। मार्केटमा टप 5 अथवा टप 10 भित्र आजको दिनमा आइटी कलेजमा छ होइन। त्यही चिज चाहिँ हामीले मास्टर्स लेभलमै एज ए एमबिए प्रडक्ट त्यही हिसाबले हामीले प्लान गरेर एक्जिक्युसनमा लैरहेछौँ होइन। एज ए इन्टरप्रेन्योर्स होइन, गरेर मात्रै पनि भएन, पढ्नु नि पऱ्यो नि त भन्ने चाहिँ हाम्रो एमबिएको मेन थिम हो होइन। इन्टरप्रेन्योर्सले सिक्ने कहाँ त, कलेज हामी सिकाउँछौँ होइन, विथ इसिया बनाएको एक्सपिरियन्स होइन। यसरी नै अगाडि बढ्ने त हो नि होइन। र यसको कन्ट्रिब्युसन कति भन्दा सानो स्केलमा होला, ठुलो स्केलमा होला, कम्पनी खतरा फेरि अर्को इसिया बन्ला नभन्ला त्यो आफ्नो ठाउँमा छ होइन। त्यो सबै स्टार्टअप इसियै बन्छ भन्ने त छैन नि त, सबै स्टार्टअप वर्ल्डिङै बन्छ भन्ने छैन होइन। त केही न केही बन्छ नि। मैले सायद स्पेसिफिक क्वेसन्स के अरे एन्सर खोजेको थिएँ, तर आई थिङ्क आई गट माई एन्सर। हजुरको लेट मी रिफ्रेम इट, हजुरको बिगेस्ट एउटा टेक लर्निङ चाहिँ के हो त? 10-12 वर्ष एउटा इन्स्टिट्युसनलाई 0देखि हिरो भएकोसम्म देख्दाखेरि हजुरको बिगेस्ट टेक वे एउटा काम गर्ने तरिका चाहिँ के अरे अब त्यो के अरे सक्सेस पाथ एउटै हुन्छ, त्यो पाथ आइडेन्टिफाई गर्न सक्नु नै ट्रु लिडरसिप हो भन्ने चाहिँ मेरो लर्निङ हो। अब मलाई खुल्दुरी चाहिँ के भन्दा सक्सेस पाथ एउटै हुन्छ भने त्यो सक्सेस पाथ चाहिँ के हो त? त्यो एउटा पाथ त्यो सक्सेस पाथ के हो त भन्दाखेरि फेरि कम्बिनेसन्स अफ टिम, कम्बिनेसन्स अफ राइट डिरेक्सन्स होइन, कम्बिनेसन्स अफ एक्सेस टु रिसोर्सेस, यही चिजहरू हो होइन। अनि टिम एक्जिक्युसन रिसोर्सेस के काम गर्ने भन्ने थाहा पाउनु पऱ्यो, त्यो काम थाहा पाएर मात्रै भएन, त्यसलाई राइट तरिकाले एक्जिक्युट गर्ने टिम हुनु पऱ्यो अनि रिसोर्सेस हुनु पऱ्यो, त्यति भयो भने बिजनेस बनिहाल्छ। अनि आज हजुरको दिनमा जुनै इन्स्टिट्युसनमा कुनै पनि नयाँ इन्डस्ट्रीमा जाँदाखेरि यही 3टाको अमालगमेसन लिएर जानुहुन्छ? त्यो भयो भने अब त्यो के अरे प्रोबेबिलिटी अफ सक्सेस मोर देन 50% हुन्छ होइन। त्यो यति हुँदै गर्दाखेरि नहुन नि त सक्यो नि होइन, ग्यारेन्टी त के छ त नि होइन, छैन। अब जस्तै फर इक्जाम्पल अघि ब्याक टु हजुरको एउटा क्वेसन कि कुनै पनि चिजमा लिनियर ग्रोथ हुनासाथ आई थिङ्क आई लुज मोटिभेसन एन्ड देन मलाई चाहिँ केही नन लिनियरमा इन्भल्भ हुन मन लाग्छ भन्दै गर्दाखेरि चाहिँ हामीले हजुरलाई कहिलेसम्म देख्छौँ त? कहिलेसम्म हुनुहुन्छ हजुर यतिमा एज ए सिइओ? जहिलेसम्म यति अब होइन फर्स्ट प्रिफरेन्स अफ कस्टमर हुन्छ नि तबसम्म। त्यो भन्न खोजेको अहिले चाहिँ फर्स्ट प्रिफरेन्स हामी नभएर हाम्रो कम्पिटिटर बुद्ध छ होइन, त्यो त किन डाँट्ने त होइन। बुद्ध एयरलाइन्स छ, किन तर बुद्ध एयरलाइन्स पनि फर्स्ट प्रिफरेन्स भएको कारण त उनीहरूको नम्बर अफ फ्लिटले गर्दाखेरि हो नि त होइन। नम्बर अफ फ्लिटले हो, सर्टेन अब हाम्रो नेगेटिभ मार्केटिङ हो, अरू चिजहरू हो होइन, त्यो कम्बिनेसन चिजहरू छ, त्यो ठिकठाक गर्ने, त्यतिसम्म बस्ने। कसो आज हाम्रो के अरे पडकास्ट सेड्युल हुँदै गर्दाखेरि त लास्ट विकै भएको थियो, रिसेन्ट एउटा इन्सिडेन्ट भयो होइन। यस्तो इन्सिडेन्टहरूलाई चाहिँ हजुरले कसरी हेर्नुहुन्छ? अब यस्तो नहुनुपर्ने इन्सिडेन्टहरू हो होइन।
अब जस्तो यति एयरलाइन्सकै पोखराको इन्सिडेन्ट भनौँ अथवा यतापट्टि बुधेयरको अहिलेको रनवे एक्सकर्सन 1.5 वर्ष अगाडि भएर पनि सिमिलर केस थियो होइन। यो चाहिँ एभोइडेबल चिजहरू चाहिँ हो होइन। अब एभोइडेबल चिज हो भन्दै गर्दाखेरि फेरि किन एभोइड भएन भइरहेछ होइन। त्यो चाहिँ एभोइडेबल इन्सिडेन्टहरू हो, एभोइड गर्न सक्नुपर्छ। लिडरसिप पोजिसन बसेर त्यसको लागि काम गर्नुपर्छ। त्यो भनेको के हो भन्दाखेरि एगेन होइन हाम्रो ट्रेनिङ अथवा हाम्रो प्रडक्ट होइन हाम्रो माइन्डसेट त्यो चिजहरू नै हो होइन। कहीँ न कहीँ ह्युमन फ्याक्टर नै इम्पोर्टेन्ट छ होइन। पाइलटको टेक्निकल स्किल सेटमै धेरै टाइममा क्वेसन आइरहेछ, त्यसमै काम गर्नुपर्छ। दिस काइन्ड अफ इन्सिडेन्ट आर एभोइडेबल इन्सिडेन्ट। ओके ल लेट्स चेन्ज द गियर होइन। अनि लेट्स एड्रेस एलिफेन्ट इन द रुम इन टर्म्स अफ देशमा के भइरहेको छ होइन। अनि एज अ लिडर जसले चाहिँ मल्टिपल इन्स्टिट्युसन्सहरू बिल्ड गर्नुभएको छ, देशलाई पनि अब स्टार्टअपै भनौँ न त होइन। पोटेन्सियल धेरै छ तर आई थिङ्क हामीले गर्न सकेको चाहिँ धेरै कुराहरू छैनौँ होइन। टुरिज्म नै कति ठुलो भन्छ, हामी लसमा छौँ भन्नुभयो हजुरले होइन। अब देशले काँचुली फेरिरहेको छ कि जस्तो पनि फिल भइरहेको छ होइन। जिन्जी भयो, त्यसपछि 2324 भयो। हजुरको एकदमै इगल पर्सपेक्टिभ के हो त तलबाट हेर्दाखेरि चाहिँ हजुरले कसरी यसलाई एनालिसिस गरेर राख्नुभएको छ? अब अपर्च्युनिटी छ होइन, तर त्यसलाई इन्क्यास गर्न सकिरहेको छैन भन्ने हो मेरो पर्सपेक्टिभ चाहिँ होइन। र जति अपर्च्युनिटी छ त्यसलाई चाहिँ हामीले कहीँ न कहीँ त्यो गाइड गर्न सकेनौँ, लिडरसिपले भिजन देखाउन सकेन होइन, अथवा त्यसको पार्टिसिपेन्टहरूले चाहिँ त्यसलाई राइट तरिकाले गाइड गर्न सकेन, एक्जिक्युट गर्न सकेन। नेपालमा बिजनेस ओनर भइरहेछ अथवा जति पनि काम भइरहेछ, जति पनि केमा भइरहेछ भन्दा कहीँ न कहीँ सेटिङमा भइरहेछ होइन, पोलिसी इन्फ्लुएन्समा भइरहेछ। चेन्ज गरेर मान्छेहरू बिलिनियर भइरहेछ, पोलिसीमा करप्ट भइरहेछ भन्ने नै जेन्जीको आन्दोलनको बेसिक थिम हो होइन। अनि अब यसरी सेटिङमा चलाउने भन्दा पनि ओभरअल फ्री इकोनोमी बनाउने होइन, अलिकति डिफ्रेन्ट रेडिकल चेन्जेसहरू सबै पोलिसीमा रिक्वायर्ड छ। त्यो भनेको जस्तो हाम्रो प्रायोरिटी सेक्टर के त भने हामीले भन्ने हाइड्रो होला। हाइड्रोमा हामीले बेच्ने बिजुली भन्दा किन्ने बिजुली नै धेरै छ होइन। अथवा 1-2 वर्षमा 1-2 करोड 1-2 अर्ब रुपियाँ तलमाथि भयो होला होइन। अनि भेरी डिपेन्डेन्ट टु वान मार्केट हो। अर्को चाहिँ अब जस्तो ओभरअल इनर्जीमा हेऱ्यो भने त हामी एकदम म्यासिभ डेफिसिटमा छौँ होइन। बिजुली मात्रै हामीले हेर्दाखेरि ल हामीले इन्डियाले बेच्यौँ होइन, त्यही भएर 2-4 अर्ब सरप्लस भन्यो। बिजुली भनेको त बिजुली मात्रै होइन नि त, इनर्जी हो नि त होइन। इनर्जी लेभलमा गएर हेऱ्यो भने त हामी 400 अर्ब रुपियाँ लसमा छ नि त इनर्जी भनेको त फ्युल पनि त हो नि होइन। हामीले बिजुली भन्ने यहाँ मात्रै ध्यान राखिरहेछौँ, कहीँ न कहीँ त्यो रिप्लेसेबल हो अथवा सब्स्टिट्युट हो नि त होइन। पेट्रोलको बिजुली इलेक्ट्रिक गाडी आइसक्यो होइन, कुकिङ ग्यासको रिप्लेसमेन्ट हामीसित होइन। अब इलेक्ट्रिक अप्सन छ भनेको हामीले ओभरअल इनर्जी मार्केट हेऱ्यौँ भने हामी 200 अर्ब 300 अर्ब लसमा छौँ। टुरिज्म अर्को प्रायोरिटी सेक्टर हो। अगाडि पनि मैले भने 20-30 अर्ब रुपियाँ लसमा गइसक्यो। 8 ट्रेन्डमा गयो भने अर्को 5 वर्षमा हामी 100 अर्ब नेगेटिभमा हुन्छौँ होइन। त्यसमा अझै एभिएसन पनि आज कम्पोनेन्ट अफ टुरिज्म हो भनेर हामीले इन्टरनेसनल एभिएसनलाई पनि काउन्ट गऱ्यौँ भने अलरेडी हामी 100 अर्ब जस्तो नेगेटिभमा चलिसक्यो होइन। त्यसपछि अर्को प्रायोरिटी के भन्दा आइटी भनौँला हामीले होइन। आइटीमा नि हामीले प्रक्युट गर्ने सफ्टवेयर अनि हार्डवेयरलाई कन्सोलिडेट गरेर हेऱ्यो भने हामी अलरेडी नेगेटिभमै छ भनेको पोजिटिभ कहाँ छ त, सरप्लस कहाँ छ त होइन। अब सरप्लस ल्याउनलाई इन्क्रिमेन्टल चेन्जेसले हुँदैन, सरप्लस ल्याउनलाई चाहिँ रेडिकल चेन्जेस चाहिरहेछ। रेडिकल चेन्जेस इन टर्म्स अफ हाम्रो इन्भेस्टमेन्ट फिलोसफी होला, रेडिकल चेन्जेस इन टर्म्स अफ हाम्रो होइन। जस्तो अब इन्भेस्टमेन्ट फिलोसफी भन्दै गर्दाखेरि हामीले किन्ने घर जग्गाको वर्षको ट्रान्जेक्सन भ्यालु कति हो भने 20 खर्ब एराउन्ड हो। हामीले जग्गैमा लगानी गरेको पैसाको टोटल सम जोड्यो भने त्यही चिज चाहिँ त्यति इन्भेस्टमेन्ट यहीँ बाहिर खोज्यो भने एफडिआई किन चाहिन्छ? त्यसलाई त ल्याउनु पऱ्यो नि त क्यापिटल मार्केटमा। पोलिसी खोइ त होइन। त्यस्तै अब हामीले अब आइटीलाई प्रायोरिटी राख्ने भन्यो
होइन बल्ल 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 अब रोएर $20,000 कम्पनी खोल्न पाउने भनेर त $20,000 कम्पनीले हुन्छ कि होइन खुसी चाहिँ केमा हुनु पऱ्यो भन्दा पहिला त त्यही पनि थिएन यार कमसेकम 20,000 भयो होइन हुँदैन। अनि चाहिँ यो चिजहरूलाई चाहिँ जेरोबाट फ्रेस स्टार्ट गर्नु चाहिँ जरुरी छ होइन। जस्तो हामीले बनाउने योजना सबै कहाँबाट बन्छ योजना आयो होइन, त्यसको स्ट्रक्चर होइन 10औँ 11औँ 12औँ कहाँ 15औँ पुगिसक्यो उही छ होइन, उही पुरानै घिसिटी पिसिटी तरिकाले चलिरहेको छ। यो सबै चिजमा चाहिँ अलिकति फ्रेस पर्सपेक्टिभ चाहिँ जरुरी छ, त्यो चाहिँ आइरहेको छैन करेन्ट लिडरसिप पुरानो लिडरसिपहरूबाट। अनि अब जे भइरहेछ त्यसमा पनि आइ यु नट होपफुल कि अब चाहिँ आउला कि यो होइन होपफुल भन्दा नि होइन, अब आउनुपर्छ हामीले गराउनुपर्छ भन्ने हो अबको लाइन चाहिँ स्टेटमेन्ट चाहिँ होइन। अब आउँदैन यिनीहरूले गर्दैनन् भन्दा पनि ल यसरी गर भन्ने कुरा कहीँ न कहीँ अब त अलि एक्सेसिबल होला नि त, साथीभाइहरू छन् यो छन् ऊ छन् होइन। हामीले चाहिँ अब यो चिजमा यो है बाटो भन्ने कुरा चाहिँ कहीँ न कहीँ ओपिनियन बिल्ड गर्ने प्रोसेसमा होइन यो कन्भर्सेसन पनि वान अफ द टुल हुनसक्छ होइन। अबको डिरेक्सन्स भनेको नेपाल अब लेस ट्याक्स कन्ट्री अथवा ट्याक्स फ्री कन्ट्री हुनु पऱ्यो। किन होइन किन सिम्पल एन्सर छ, हामीलाई हाइपर ग्रोथ चाहिरहेछ। हाइपर ग्रोथको लागि एक्स्ट्रा इन्भेस्टमेन्ट चाहियो। इन्भेस्टमेन्ट एक्ट्र्याक्ट गर्ने टुल के हो त भन्दाखेरि होइन ट्याक्स फ्री हुनु नेपाल चलाउन कति चाहिन्छ, 5-6 खर्ब रुपियाँ चाहियो होइन। 12-13 खर्ब गभर्मेन्ट एक्सपेन्डिचर हो, 2-3 खर्ब रुपियाँ यो डेभलपमेन्ट एक्सपेन्डिचर्स हो होइन। इफिसियन्सी खोज्यो भने 7-8 खर्ब रुपियाँको चिज चाहिँ 5-6 खर्बले सकाउन सकिन्छ भने चाहिँ 4-5 खर्ब रुपियाँलाई होइन 40% ट्याक्स लगाएको छ यता स्यालेरी ट्याक्स, कर्पोरेसनभन्दा धेरै भइसक्यो होइन। इन्स्टिट्युसन्सलाई नि 30% ट्याक्स लगाएको छ होइन। प्रत्येक सेक्टरमा गएर इन्डिभिजुअल्ली क्यालकुलेट गऱ्यो भने अझै 10-15% एडिसनल ट्याक्स बढाउनु छ होइन। सरकारको लागि कति काम गर्ने भन्ने टाइपको भइसक्यो नि त अहिलेको सिनारियो त होइन। त्यसको रिटर्न के छ भन्दाखेरि केही पनि छैन, पोलिसी पनि छैन, ऐन पनि छैन, कानुन पनि छैन, यो पनि छैन, सेक्युरिटी पनि छैन भनेपछि अब फ्रेस पर्सपेक्टिभ के हो भन्दाखेरि हामीले इन्टरनेसनल प्र्याक्टिसहरू अथवा मार्केट म्यापिङ गऱ्यो भने पनि जहाँ लार्जर इकोनोमी छ साइडमा कहीँ न कहीँ ट्याक्स फ्री अथवा इकोनोमिक जोन टाइपको कन्ट्रिजहरू धेरै इक्जाम्पल छ। नेपाल पनि त्यस्तै बफर जोन हो। एउटा दुइटा इक्जाम्पल दिनु त। इक्जाम्पल चाहिँ हामीले युरोपियन कन्ट्रिजमा हेर्ने मोनाको हुनसक्ला होइन, अल्बानिया हुनसक्ला होइन, अथवा लक्जमबर्ग हुनसक्ला। डेभलप कन्ट्रिजमा हेऱ्यो भने होइन सिङ्गापुर हुनसक्ला होइन, लेस ट्याक्स कन्ट्रिजको रूपमा होइन, दुबई हुनसक्ला होइन। हामीले हेर्दाखेरि के हुन्छ तिनीहरूले तेल बेच्छ होइन, तेल बेचेर यता त जे गरे नि भयो भन्ने हाम्रो पर्सपेक्टिभ हुन्छ। तर युएको इकोनोमीमा होइन सेल अफ ओइलकै कन्ट्रिब्युसन त अब लेस देन मेजोरिटी भइसक्यो नि त होइन। त्यो हिसाबले चाहिँ अलिकति फ्रेस पर्सपेक्टिभबाट हामीलाई प्रस्तुत गर्नु पऱ्यो होइन। इकोनोमिक पोलिसिसहरू रिफर्म गर्नु पऱ्यो, त्यसको सजिलरी हामीले गर्न सक्ने ठाउँ चाहिँ छ। एकदम ऱ्याडिकल सोच हुनु पऱ्यो है। हो हुनु पऱ्यो। अरू चिजहरूमा त्यति ध्यान दिएन क्या होइन, ब्युरोक्रेसी चेन्जमा अथवा जुडिसियल सिस्टम चेन्जमा अथवा यो कानुनी व्यवस्था चेन्जमा चाहिँ हामीले काम गरेनौँ। त्यही भएर प्रत्येक 12-15 वर्षमा केही न केही चेन्जेस, केही न केही फ्रस्ट्रेसन, केही न केही अब त्यो आन्दोलन यो 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 भइरहेछ नि त। यहाँबाट बाहिर निस्किने मेरो ओपिनियन चाहिँ अबको इकोनोमी अबको शासन गर्ने तरिका भनेको व्यापारै हो, बिजनेसै हो होइन। अब अहिलेको अमेरिकालाई हामीले हेऱ्यौँ भने डोनाल्ड ट्रम्पको डेलिभरीमा 90% काम चाहिँ बिजनेसमा छ, 10% मात्र काम अरूमा छ जस्तो लाग्छ होइन। इन्डियामा हामीले हेऱ्यौँ भने इन्डियन अहिलेको बिजेपी गभर्मेन्टको प्रायोरिटी पनि बिजनेस म्यानेजमेन्टमा धेरै छ होइन। त्यही चिज चाइनाको हामीले हेऱ्यौँ भने पनि त्यही छ भनेपछि सक्सेस भनेको त यही चिजहरू हेर्ने होला नि त होइन। अब हामी संविधान बचाउने यो गर्ने अब त्यो त भइसक्यो नि त, पहिला नि गरेको भोलि नै हुन्छ, यो त चलिरहेको छ। त्योभन्दा पनि हामीले हाइपर इकोनोमिक ग्रोथ कसरी ल्याउने त भन्दाखेरि होइन हामीसित रिसोर्सेस छ होइन। रिसोर्सेस भनेको ल म्यानुफ्याक्चरिङ भन्यो भने के चाहियो, मान्छे चाहियो, इनर्जी चाहियो, छ नि त। छैन भने पनि बिजुली त निकाल्न सकिन्छ 2-3 वर्ष अलिकति मिहिनेत गऱ्यो भने होइन। ल आइटी भन्यो भने के चाहियो, मान्छे चाहियो, कलेज चाहियो, आइटी पढाउने होइन। 50,000 बच्चाहरूले पढिरहेछ त अहिले आइटी होइन। अब तिनीहरूलाई जब मार्केटमा आउने बेलामा होइन कम्पनीहरू चाहियो, स्टार्टअपहरू चाहियो, इन्भेस्टमेन्ट चाहियो, एफटिआई चाहियो, ल्याउनु पऱ्यो नि त
होइन। अब म्यानुफ्याक्चरिङमै जाने होइन होला होइन। अब सर्भिस इन्डस्ट्री हामीले होटलहरू भन्यो भने होटलमा अहिले भएको टोटल लगानी हेऱ्यो भने 10 खर्बभन्दा धेरै भइसक्यो होला। एयरपोर्ट पनि बनिसकेको छ होइन। अब जहाज किन्ने होला होइन। यही हिसाबले चाहिँ हामीलाई आवश्यकता कहाँ छ भनेर एउटा सेक्टरमा हेर्नु पऱ्यो। त्यसमा इनेबलिङ प्राइभेट सेक्टरलाई कसरी इनेबलिङ गर्ने भन्ने कुरामा चाहिँ हामीले काम गर्नु पऱ्यो होइन। नेपाल एयरलाइन्समा 10वटा जहाज कसरी किन्ने भनेर हामीले सोच्ने भन्दा पनि होइन, नेपाल एयरलाइन्स जस्तो भन्दा पनि इन्टरनेसनल फ्लाइट अपरेट गर्न सक्ने 10वटा एयरलाइन्स कम्पनी नेपालमा कसरी इस्टाब्लिस गर्ने अथवा 15-20वटा एयरक्राफ्ट किन्न सक्ने प्राइभेट सेक्टरलाई कसरी यो मार्केटमा ल्याउने भनेर गभर्मेन्टले जुन दिन सोच्न थाल्छ होइन, त्यो बेलामा चाहिँ नेपाल पोटेन्सियल चाहिँ छ होइन। यङ छ, इन्टरनेसनल मार्केट देखिरहेछन्, मान्छेहरू एक्सपिरियन्स भइरहेछ होइन। जुन 50-60 लाख मान्छे स्टुडेन्ट विदेश गइरहेछ, अहिले स्टुडेन्टै भएर त बसिरहेको छैन नि त होइन। ठुलो कम्पनीमा काम गरिरहेछन्, पोलिसी देखिरहेछ, प्रोसिडियर देखिरहेछ, एक्सपिरियन्स गेन गरिरहेछ होइन। ती चिजहरूलाई नेपाल आउँछु भन्ने वातावरण चाहिँ हामीले बनाउन सक्नु पऱ्यो, एट्र्याक्ट गर्न सक्नु पऱ्यो। अनि जुन अहिले हामीले पुल फ्याक्टरमा त हामी कामै गरिराखेनौँ। इनफ्याक्ट हाम्रो पुस फ्याक्टरै यति स्ट्रङ छ कि +2 पढ्न साथ ब्याचलर पढ्न साथ मान्छे विदेश जान खोजिरहेको छ। त्यो कन्सर्निङ लाग्दैन कि अलिकति डरलाग्दो हो कि कतिपयजनासँग कुरा गर्दाखेरि त नर्मलै हो, माइग्रेसन भनेको नर्मलै हो भन्छ होइन। फेरि डेटा हेर्दाखेरि चाहिँ अलिकति कन्सर्निङै जस्तो पनि लाग्छ। अनि अझै एउटा इक्जाम्पल चाहिँ म के जोड्छु भन्दाखेरि, म अस्ति ड्याडसँग मुभी हेर्न गएको थिएँ, नेपाली मुभी होइन। अनि गाडी पार्क गरेँ अनि लिफ्टमा जाँदाखेरि चाहिँ बत्ती थिएन कि। अनि किन बत्ती छैन, सर बत्ती छैन, हिँडेर जानुपर्छ भने कुन फ्लोर भने 8 फ्लोरमा भने हिँडेँ। अनि त्यो होल 8 फ्लोर त के अरे हिँड्दाखेरि चाहिँ मलाई एउटा के रियलाइज भयो भन्दाखेरि चाहिँ मेरो ड्याडले अब अफोर्ड गर्न सक्नुहुन्थ्यो र हेर्न आउनुभयो नि त मुभी होइन। सो म त अब नेपालमै बसिरहेको छु, नेपालमै बिजनेस गरेर आएको छु। सो ढिलो चाँडो धेरै थोरै एउटा सर्टन एसेट अक्वायर गरिएला, पैसा कमाइएला। अनि जब बुढो भइसकेपछि या बुढो हुने प्रोसेसमा कमाएको पैसा खर्च गर्ने त हो, त्यो पैसा खर्च गरेर सर्भिस र प्रोडक्ट प्रोक्योर गर्ने हो नि त होइन। सो म चाहिँ कहाँसम्म पुगेँ, मेरो दिमाग चाहिँ कहाँसम्म पुग्यो भन्दाखेरि म 35 भएँ। बाई द टाइम म 60-70 हुँदासम्म अहिलेको जेनेरेसनहरू अन्टरप्रेन्योर भएनन्, डुवर्स भएनन् र बिजनेसेसहरू बिल्ड गरेनन् भने त त्यति बेला मैले जति नै कमाएँ पनि मेरो एसेटले मैले के प्रोक्योर गर्छु। जसरी मेरो बा अहिले 7 तल्ला हिँडिरहेको छ एउटा मुभी हेर्नको लागि, भोलि गएर पैसै भए पनि त सुविधा भएन भने त प्रोक्योर गर्न नमिल्दो रहेछ नि त भन्छ। कन्सर्निङ हो कि लावाला टाइपको फिलिङ्स भयो कि मैले बुझाउन सकेँ हजुरलाई? मैले तिम्रो क्वेसन बुझेँ। एन्सर चाहिँ के हो भन्दाखेरि अब जस्तो प्रत्येक वर्ष एसई 4.5 लाख 5 लाख जनाले दिइरहेछ भनेको प्रत्येक वर्ष जब मार्केटमा नेपालमा 5 लाख मान्छे आइरहेछन् होइन। 40-50 हजार फरेन स्टडी अथवा यो भनेर बाहिर गइरहेछ। अर्को 1 लाखजना तर एसईलाई त हामीले हायर गर्दैनौँ नि त भाइ। होइन भनेको त्यही त हो नि, नम्बर त त्यही हो नि त। लास्ट 10 इयर्समा एसई दिने 5 लाख छ भनेको होइन। +2 दिने पनि अब धेरै कतिले +2 पढ्लान् नपढ्लान् के होला होइन। ब्याचलर्समा आउँदाखेरि त्यही फिगर 3 लाख होला। तर ऊ त एसई 16 वर्षमा दिआयो अथवा 15 वर्षमा दिआयो भने 18 वर्ष त भइरहेछ भन्ने हो नि त। काउन्ट चाहिँ के हो भन्दाखेरि हाम्रो फ्रेस जब मार्केटमा प्रत्येक वर्ष 5 लाख मान्छे आउने हो होइन। अब हिसाब के गर्नु पऱ्यो भन्दा 5 लाखलाई इम्प्लोइमेन्ट अथवा इन्टरप्रेन्योरसिप प्रोसेसमा ल्याउनलाई कति इन्भेस्टमेन्ट चाहिन्छ भन्ने हिसाब गर्नु पऱ्यो। त्यो भनेको $10 बिलियन हो क्या इयरली होइन। थम रुल भन्छ नि होइन। यो बाहिरको जति पनि पर्छ नि डेभलपिङ कन्ट्रिजमा 5 लाख मान्छेलाई जब क्रिएट गर्नलाई चाहिने पैसा कति हो? 10 खर्ब रुपियाँ होइन। भनेको अहिलेको एक्सचेन्ज रेटमा 14-15 खर्ब रुपियाँ होइन। त्यो कति हो भनेर हामीले अर्को साइडबाट हेऱ्यौँ भने नेपालीले वर्षभरिमा जति जग्गा किन्छ त्यति बराबर हो होइन। बाहिर पनि चाहिँदैन कि होइन। त्यति हो। त्यही जग्गा किन 5 वर्ष जग्गा किन्न छोडा बिजनेसमा इन्भेस्ट गर्नुपर्छ भन्ने हामीले माइन्डसेट बिल्ड गऱ्यौँ भने त्यो डुएबल छ एउटा। अर्को 40-50 हजार नेपाली बाहिर एज अ इन्टरप्रेन्योर्स अथवा त्यो इन्भेस्टर टाइपको रोलमा छ क्या होइन। तिनीहरूको ल नेपालमै ल 10-20% इन्भेस्टमेन्ट नेपालमै गरौँ भन्ने हामीले फ्लेक्सिबिलिटी दियौँ भने त्योभन्दा धेरै पैसा आउँछ होइन। अनि अर्को हामीले प्रिमियम तिरिरहेछौँ जे चिजमा नि होइन। हामीले टिकट एयरलाइन्स टिकट प्रिमियम तिरिरहेछौँ। हामी गरिब कन्ट्री हो तर जे चिज पनि प्रिमियम तिर्नुपर्छ, यो वर्ल्डको बिजनेसको रुल हो होइन। जस्तो इन्डियामा जति खर्चमा 1 किलोमिटर बाटो बन्छ यहाँ × 2 हुन्छ। त्यो
प्रिमियम तिरिरहेछौँ नि त, अल्टिमेटली त हाम्रै ट्याक्स गइरहेछ, हाम्रै पैसा गइरहेछ नि त। किन प्रिमियम तिरिराखौँ? काम गर्ने ढङ्ग नभएर होइन हो, प्रोक्युरमेन्ट प्रोसेस भन्छौँ, यो भन्छौँ, टाइममा प्रोजेक्ट कम्प्लिसन हुँदैन होइन, टाइम भ्यालु अफ जसरी नि क्यापिटलाइज त हुने हो नि होइन, एफिसियन्सी छैन अथवा त्यो चिजको मोनिटरिङ छैन, इभ्यालुएसन छैन, क्यालकुलेसन छैन होइन। भनेको गरिब कन्ट्रिजमा जहिले पनि प्रिमियमै पर्छ क्या, जे चिज पनि प्रिमियम पर्छ। हामी उल्टो के है हो, सोच्दाखेरि एउटा सामान्य दिमागबाट सोच्दाखेरि चाहिँ प्रिमियम त धनी देशमा पर्नुपर्ने हो नि त, गरिब देशमा त सस्तो हुनुपर्ने हो नि त होइन। अनि त्यो हुँदाखेरि अब प्रिमियम पे गरिरहेछ भन्यो भने त रिटर्न छ नि त। हामीले अब बाहिरको इन्भेस्टर ल्याउनलाई अथवा बाहिरको एफडिआई ल्याउनलाई, बाहिरको माइन्डसेट ल्याउनलाई अब इन्भाइरोमेन्ट क्रिएट गर्नु पऱ्यो। त्यो भनेको पोलिसी, प्रोसिडियर होइन, रिगल चेन्जेस, यिनीहरू चाहिँ काम गर्नै पर्छ क्या। अब न त यो 5%को इकोनोमिक ग्रोथले यसै पनि बटम 10%मा परिसक्यो कन्ट्री होइन, हाम्रो जिडिपी अथवा पर क्यापिटा इन्कम। यहाँबाट हामी ल धन देश भन्छौँ अथवा मिड रेन्ज इन्कमवाला कन्ट्री भन्छौँ भन्नलाई त गर्ने के हो त भन्दाखेरि रेडिकल चेन्जेस गर्ने हो होइन। र त्यसमा होइन इन्टरप्रेन्योर्सले तिमीले भने जस्तो अब इन्भेस्ट कहाँ गर्ने अथवा हामीले कसरी सोच्ने भन्दाखेरि नेपालमा अलिकति जान्ने टाटो मान्छे त गयो नि त बाहिर, अपर्च्युनिटी छ कि, कम्पिटिसन्स कम छ सबभन्दा फर्स्ट होइन। यङले आफूले मोटिभेट गर्ने तरिका के भन्दाखेरि नेपालमा कम्पिटिसन छैन है भाइ होइन, अपर्च्युनिटी छ, कम्पिटिसन छैन। किन? पपुलेसन त उति नै हो नि त, घट्या छैन नि त। पपुलेसन भनेको मार्केट हो होइन। र टाठो मान्छे बाहिर गयो भन्नुको अर्थ होइन एभरेज अथवा एभरेजवाला माइन्डसेटमा पनि होइन यहाँ बेस्ट गर्न सकिन्छ, एउटा अपर्च्युनिटी हो होइन। अब अर्को साइडबाट हेर्दाखेरि चाहिँ हामीले अब ढिलोचाँडो अब पोजिटिभ डिरेक्सनमा त छ नि त होइन। 10 वर्ष 20 वर्ष अगाडिलाई हामीले आजको दिनमा कम्पेरिजन गऱ्यौँ भने त चेन्जेस त छ, सेटिस्फ्याक्ट्री पो नभए त। तर डेभलपमेन्ट चाहिँ रिलेटिभिटी रहेछ कि, जस्तै नेपाल 10 वर्ष अगाडि कहाँ थियो र आज कहाँ छ भन्ने त्यो सिङ्गल स्टेटमा हेर्न मिल्दैन रहेछ कि। नेपाल 10 वर्ष अगाडि कहाँ थियो र अहिले कहाँ छ, यही अन्तरालमा इन्डिया कहाँ थियो अहिले कहाँ छ, यही अन्तरालमा चाइना कहाँ थियो र रिलेटिभ रहेछ कि यो। त्यही नै हो। त्यस्तो हेऱ्यो भने त फेरि डिप्रेसिङ छ होइन। अब सोल्युसन के छ त भन्दाखेरि हामीले त्यो लर्निङ लिनु पऱ्यो होइन। सोल्युसन भने झ्यालाग्दो कन्ट्री भयो, अर्को कहाँ भिजा छ भनेर फान्दा फाल्दा होइन पासपोर्ट हेरेर जाने कि होइन, कहाँ बिग्रिएर मैले के गर्न सक्छु भन्ने हेऱ्यो भने त होइन, गर्न सक्ने काम आफूले गर्न थाल्यो भने त कन्ट्रिब्युसन आउँछ नै होइन। भनेको अपर्च्युनिटी छ, कम्पिटिसन्स कम छ होइन। अहिलेको प्याटर्न चेन्ज भइरहेछ होइन। जस्तो अब रिटेल मार्केट बन्द भयो होइन। अब यतापट्टि न्यु रोडमा मान्छे भिडभाड घट्यो भनेर दुःखी हुने ठाउँ पनि छ होइन। एकजना त्यो यो अनलाइन डेलिभरी गर्ने साथीले दिनमा 50,000 वटा पार्सलमा डेलिभर गर्छु भनेर भन्दै थिएँ अस्ति होइन। त्यो भनेको त 50,000 त बिजनेस त त्यहाँ बस्छ, 50,000 बाहिर छ, 50,000 सेलर छ होइन। चेन्ज भइरहेछ नि त। यो चेन्जलाई चाहिँ यङ माइन्डले क्याप्चर गर्न सक्नु पऱ्यो, त्यो अनुसार आफूले एडप्टिभ गराउनु पऱ्यो। भनेको हामी त्यस्तो सरेन्डरै गर्नुपर्ने, भागिहाल्नुपर्ने टाइपको सिनेरियो चाहिँ होइन। इकोनोमिक साइडबाट, अपर्च्युनिटीको साइडबाट, अर्को साइडबाट होइन। र हामी चाहिँ अरू चिजमा अल्झिन्छौँ। त्यो भन्दा पनि काममा फोकस गरेर काम गऱ्यो भने यु क्यान एचिभ बन्छ नेपालमा। अब त कतिपय कन्टेक्समा हाम्रो जेनजी भाइ बहिनीहरू पनि आई थिङ्क पोलिटिक्सहरू छिर्दै हुनुहुन्छ होइन। अनि आई थिङ्क यो नयाँ फ्रेस माइन्ड पनि जाला अब बन्ने नयाँ लिडरसिपमा। सो यस्तै कुराहरू ख्याल गर्नु पऱ्यो। हो अब हजुरले दिने सठिक सजेसन के हो भन्दाखेरि हामीले जे चिजमा कम्प्लेन गर्थ्यौँ नि होइन, यो नेताले यो गरेनन्, यो पोलिटिसियनले यो गरेन, यो गरेन, आफूले गर्ने काममा चाहिँ त्यस्तो कम्प्लेन नगराउ न, भइहाल्यो नि। भोलि गएर तिमीले छोडेर निस्किँदा फेरि चाहिँ जो नयाँ मान्छे आउँछ यति पनि गरेन भन्ने चाहिँ हो होइन। अब नयाँ आउँदाखेरि हामीले गर्ने काम चाहिँ त्यो मार्केटमा कम्प्लेन त भइहाल्छ होइन, तर पोजिटिभ कम्प्लेन होस् होइन। यो सेटिङ हान्यो, यो व्यापारीसित मिल्यो, यसले यो गर्यो, यसलाई मात्रै अपर्च्युनिटी भयो, यसलाई भएन भन्ने टाइपको त्यो पार्सलिटी, फेभिरिजम होइन, यो चिजहरू चाहिँ हामीले हाम्रो प्र्याक्टिसमा नराखौँ, भइहाल्छ। अलिकति पढ्नु पऱ्यो, बाहिरको चिज सिक्नु पऱ्यो कि। हाम्रो अब एक्सपोजर भिजिट खै अब मलाई थाहा छैन, यो सचिवहरू अथवा मन्त्रीहरू बाहिर जान्छन्, विदेश भ्रमण पनि गर्छन्, के हेरेर आउँछन् चाहिँ मलाई थाहा छैन होइन। तर अलिकति हेऱ्यो, देख्यो, सिकियो भने नि धेरै चिज सिकिन्छ नि
होइन यति चिज त नेपालमा कपी गर्न सकिन्छ यार भन्ने टाइपको हामीले फ्रेसै बनाउनु पर्ने नि त छैन नि अब। अनि त एउटा नि नेगेटिभ हुन त हामी पडकास्टको एन्डतिर पनि आइसकेको छौँ होइन। अझै एउटा नेगेटिभ चाहिँ नेपालमा जागिर छैन होइन। नेपालमा जागिर इन्डियाभन्दा कम छ, अमेरिकाभन्दा कम छ, युरोपभन्दा कम छ। किन भन्दाखेरि बाहिर चाहिँ अन्टरप्रेनर्स धेरै छन् अनि जहाँ अन्टरप्रेनर्स धेरै हुन्छ त्यहीँ जागिर धेरै हुने हो। सो यदि अब नेपालमा जागिर क्रिएट गर्ने हो भने एक स्टेप पछाडि गएर अन्टरप्रेनर्स क्रिएट गर्नु पऱ्यो होइन। भन्दै गर्दाखेरि चाहिँ हाम्रो इकोसिस्टम हजुर यही इकोसिस्टमको पार्ट हुनुहुन्छ होइन। हामीले अन्टरप्रेनर्स बनाउने गेमतिर गइरहेको छौँ त हामी एजुकेसनकै एङ्गलबाट हेर्दा पनि होइन। कुनै पनि एङ्गलबाट त्यो इन्टरप्रेनर्स बिल्ड गर्ने साइडमा चाहिँ छैन, स्ट्रगल धेरै छ होइन। त्यसो भए त हामीले त जे कुरा गरे पनि त आखिर त यदि मेजोरिटी अफ कुनै पनि इकोनोमीको स्टेक नै अन्टरप्रेनर्स हो भने त्यो त हामीले अन्टरप्रेनर्स बनाइरहेको छैन भने त हामीले अहिलेसम्म जे पनि कुरा गरेर आएको छौँ त्यो त खिन्न भयो नि त। मतलब खिन्न हुनु पर्दैन होइन, गर्नुपर्ने अपर्च्युनिटी छ एउटा, कहीँ न कहीँ गर्नुपर्छ भनेर कन्भर्सेसन स्टार्ट भएको छ होइन। अब मैले छैन भनेर स्ट्रेट फरवर्ड किन भनेर आयो भन्दाखेरि ल मैले बिजनेस स्टार्ट गर्छु भनेर आजसम्म चाहिँ अब भोलिदेखि त पैसा चाहियो नि त। पैसा कहाँबाट ल्याउने होइन, ब्याङ्कमा लोन लिनु दिँदैन, सरकारले सपोर्ट गर्दैन होइन, इन्ट्रेस्ट सब्सिडाइज छैन नि त होइन। ल मेरो यो चाहिँ खतरा आइडिया हो, म यसलाई चाहिँ पेटेन्ट गर्छु भन्यो भने नियम छैन होइन। अथवा ल मेरो यो पेटेन्ट हो यसलाई फाइनेन्सिङ गर भन्यो भने पोलिसी छैन, ब्याङ्कले लोन दिँदैन होइन। बाहिर त यो चिज छ त होइन, रिस्क क्यापिटल छ तर नेपालमा छैन। अनि यो छैन भन्ने एन्सर चाहिँ हो, तर अब छ के त भन्यो भने होइन। पहिला जस्तो एक्सेस टु क्यापिटलै नभएको होइन नि त होइन। जस्तो हाम्रोमा नि सार्क ट्याङ्क भयो होइन, इन्भेस्ट त गरे त 10-15 करोड 20 करोड रुपियाँ भयो भने होइन, फ्रेस आइडियामै इन्भेस्ट गरे हो नि त। त्यो त टिभी सो हो, त्यसमा देखेर गऱ्यो, नदेखेर त्यस्तो इन्भेस्टमेन्ट त अरूले नि गरिरहेछ त, हामीले गरिरहेछ त होइन। हामीले गर्नलाई गाइड पनि गरिरहेछ त होइन, हुँदै नभएको नि होइन होइन। पोलिसी प्रोसिडियरमा इन्क्रिमेन्टल भए पनि चेन्जेस त छ त होइन। गभर्मेन्टले आइटी सेक्टरलाई प्रमोट गर्नुपर्छ भनेर गफ त गर्न थालेछ नि त होइन। अब यी चिजलाई चाहिँ हामीले अब कुदाउने हो क्या, एक्सलेट गर्ने हो होइन। हाम्रो रोल चाहिँ त्यहाँनिर हुन्छ होइन। र अब फेलियर पर्सेन्टेजहरू घटाउनु पऱ्यो होइन। ट्राई गर्छ 1-2 वर्ष, बाहिरको साथीसित कम्पेरिजन गर्छ, यही चिज मैले विदेश गएर गरेको भए यो हुन्थ्यो, यहाँ गरेर भएन भन्ने टाइपको हुन्छ, त्यो नेगेटिभ मोटिभेसन्स आउँछ होइन। अब हाम्रो रोल कहीँ न कहीँ होइन, यो नेगेटिभ होइन, यो चाहिँ पोजिटिभ हो, यो चाहिँ एचिभमेन्ट हो भनेर हामीले राइट डिरेक्सनमा गाइड गर्न सक्नु पऱ्यो होइन। अनि अर्को एकदम इम्पोर्टेन्ट सजेसन चाहिँ होइन, जो चाहिँ पर्सपेक्टिभ इन्टरप्रेनर्स हो अथवा अहिले स्ट्रगल गरिराखेको इन्टरप्रेनर्स हो, पढ्नु चाहिँ पऱ्यो क्या होइन। जसरी पढ्यो पनि होइन, त्यो मास्टर्स डिग्री हुनसक्छ, MBA हुनसक्छ होइन, पिपल म्यानेजमेन्टको कुराहरू आउला होइन, बिजनेस प्लानिङको कुराहरू, कोर्सेरामा कुनै कोर्स हुनसक्छ होइन, कोर्सेराको कोर्सहरू हुनसक्छ, AIको टुल्सहरू हुनसक्छ। केही चिज चाहिँ दिनमा एटलिस्ट होइन, फ्रेस इन्टरप्रेनर्सहरूले दिनमा एटलिस्ट 2-3 घन्टा चाहिँ होइन, मैले के गरिरहेको छु, मेरो जस्तो बिजनेस अर्को ठाउँमा के छ, उसले बेस्ट चिज के गरिरहेको थियो होइन। आजको दिनमा त जे चिज पनि एभाइलेबल छ नि त होइन। मैले जस्तो कम्युनिकेसन्समा स्ट्रगल छ भने कसरी इम्प्रुभमेन्ट गर्ने, फाइनेन्सियल प्लानिङमा स्ट्रगल छ भने त्यो चिजमा कसरी यो गर्ने भन्ने जस्तो कुराहरू चाहिँ होइन सिक्नु पऱ्यो, थाहा पाउनु पऱ्यो होइन। अनि त्यो गऱ्यो भने चाहिँ राइट डिरेक्सन्स पनि आइडेन्टिफाई गर्नु, सबको आफ्नो आफ्नो काम गर्ने तरिका हुन्छ होइन। मैले गरेको तरिकाले सबैलाई काम गर्छ भन्ने छैन, तर बुद्धि चिज थाहा भयो भने त हामीले राइट डिरेक्सन थाहा पाउन सक्छौँ, त्यो चाहिँ खोज्नु त पऱ्यो। मैले गरिरहेको छु बिजनेस हो, म फाउन्डर भनेर कार्ड गर्दाखेरि खुसी हुने, घर जाँदाखेरि ला 15 गते भइसक्यो तलब दिनु छ भनेर टर्चरमा बस्यो भने त इनोभेसन हुँदैन नि त। अनि त्यो चिजहरूबाट बाहिर निस्किनु पऱ्यो। र कन्क्लुजन होइन, ल इन्टरप्रेनर्सले के गर्ने त भन्दाखेरि अपरेसनल काम चाहिँ छोड्नु पऱ्यो होइन। इन्टरप्रेनर्सले ठ्याक्कै गर्नुपर्ने काम चाहिँ अपरेसनल काम छोड्न जुन दिन सक्छ त्यो दिनमा चाहिँ बिजनेस डेफिनेटली ग्रो हुन्छ। एउटा लास्ट क्वेसन हजुरलाई है त, यो अलिकति ट्रिकी हुनसक्छ है त। इफ इन केस अब आउने दिनमा चाहिँ यसरी अनफोल्ड भयो कि ई-सेवाले डिजिटल ब्याङ्क बन्ने डिरेक्सन लियो भने चाहिँ विल यु कम ब्याक टु ई-सेवा? नो ओके। अहिले जस्टिफाई गरिदिनु त त्यसलाई।
होइन त्यो त अब नयाँ मान्छेले गर्छ नि होइन अब 30 वर्षको ल्याएर लिड गर्नु पऱ्यो नि हामी त 40 कटिसक्यो नि पछि फिनटेकलाई हजुरले टाटा बाई बाई नै भने अनि फिनटेकबाट म बाहिर छैन एज ए स्टेक होल्डर त हुनुहुन्छ तर एज ए एक्जिक्युसनर चाहिँ एक्जिक्युसनर पनि कुनै न कुनै काम त गरिरहेछ नि त यही मार्केटमा सही चिज छ होइन फेरि होइन म जाँदैन यो कसम खाएर निस्केको भन्ने नि केही होइन होइन तर भनेको के भन्दाखेरि अब जहिले नि जस्तो बिलिनियरको लिस्ट यो वर्ष बिलिनियर थपे भन्दै हेऱ्यो भने 70-80% को आउँछ भन्दा बिलो 30 आउँछ बिलो 35 आउँछ होइन नयाँले गर्नुपर्छ होइन हामीले एक चिज गरिसक्यो एउटा ल मैले यो काम गरेँ भनेर भन्न सक्ने ठाउँ भइसक्यो भने फेरि ब्याक टु बेसिक त किन भनेर अर्को काम गर्ने नि अझै एउटा लास्ट क्वेसन स्टिभ जबले के भनेछ भन्दाखेरि यु क्यान ओन्ली कनेक्ट द डट्स लुकिङ ब्याकवर्ड भनेछ कि होइन अहिले पछाडि फर्केर हेर्दाखेरि चाहिँ कस्तो डट्सहरू कनेक्ट हुन्छ दाइ हजुरको चाहिँ पर्सनली म त एकदम त्यो के भन्ने सेटिस्फाइड इन्डिभिजुअलै हो होइन भएन यो गरेन भएन भन्दा नि होइन जे चिज भइरहेछ त्यो चाहिँ मैले गर्न सक्ने बेस्ट चिजै हो मैले गरेकै हो भन्ने टाइपको माइन्डसेटमा हो पोजिटिभ माइन्डसेटमै हो होइन त्यो मेरो इनर्जी नै हो होइन र मैले जहिले पनि हेर्दाखेरि जहिले नि म आफूलाई हेर्छु होइन मबाटै स्टार्ट गर्छु होइन जसले पोजिटिभ थट प्रोसेस मोटिभेसनलाई हेल्प पनि गर्छ होइन मेरो साथीहरू कहाँ छ अथवा मसँगै पढेको कलेजहरू कहाँ छ मसँगै पढ्ने एसी दिने हो नि त आधा बजी त फेल भएको थियो नि त होइन उनीहरूभन्दा म कहाँ छु होइन यसरी कम्पेरिजन गर्न थाल्यो भने आफूलाई सेटिस्फ्याक्सन आउँछ होइन तर यसले मोटिभेसन दिँदैन अब मोटिभेसनको लागि के गर्ने हो भन्दाखेरि मेरै एज ग्रुपको मान्छेले मभन्दा बेटर के गर्यो होइन कति अगाडि पुग्यो त्यो चिजले चाहिँ मलाई मोटिभेसन दिन्छ फेरि होइन सेटिस्फ्याक्सन र मोटिभेसन दुइटा फरक चिज हो जस्तो लाग्छ होइन हाउ डु वी डिफर ग्रिड र मोटिभेसन हो किन भन्दाखेरि कतिपय कन्टेक्समा मेरो उमेरको यति गर्यो भन्दाखेरि चाहिँ एउटा ग्रिड या एउटा यस्तो स्याडनेस पनि आउन सक्छ आफूलाई सेटिस्फाइड गर्नलाई आफूभन्दा पछाडिको हेर्ने आफूलाई मोटिभेट गर्न आफूभन्दा अगाडिकोलाई हेर्ने अनि हाउ डु बी मेक स्योर कि आफूभन्दा अगाडिकोलाई हेर्दाखेरि चाहिँ म मोटिभेट भएको छु न कि डिमोटिभेट भएको छु किन भन्दा मैले गर्न सकेन त नेगेटिभ पनि जान सक्छ त्यो थर्ड पर्सनमा म सधैँ छैन नि म खतरा गरिरहेको छु भन्ने त पहिले सोच्ने नि त्यही त भयो होइन आफूलाई ह्याप्पी राख्नलाई के गर्ने भन्दाखेरि आफूभन्दा पछाडिकोलाई हेर्ने होइन मसँगकै पढेको होइन एसी गरेको कम्बिनेसनमा हेर्नु पर्यो मोटरसाइकल चढिरहेछ भने हे म त करोड पढ्ने गाडी चढिरहेको छु भन्यो भने त होइन फिल लग्जरी भयो नि त होइन अब करोड होइन 10 करोडको चाहियो भने त जो 10 करोड चढिरहेको छ उसलाई हेर्ने होइन उसले के गरिरहेछ मैले के गर्न सकिरहेको छैन भनेर आफूले त्यसरी हेर्ने होइन सकिरहेको छैन भने दुखी नहुने होइन त्यसको एक्सन प्लान बनाउने काम गर्न थाल्ने नि सो यो चाहिँ पर्सनली भयो पर्सनल डट कनेक्ट भयो प्रोफेसनली हेर्दाखेरि चाहिँ प्रोफेसनली पनि यसको सम्भव त्यही हो होइन मैले जति काम गरिरहेको छु त्यो काम चाहिँ मैले नै गर्नुपर्छ भन्ने के हो भनेर आफूले आइडेन्टिफाई गर्ने होइन मैले गर्नु पर्दैन मेरो सबर्डिनेटले गर्ने नै हुन्छ भन्यो भने ट्रान्सफर गर्दै जाने होइन अब त्यो भयो टिम बिल्डिङको सम्बन्ध मेन कि त्यही हो होइन प्रत्येक महिना प्रत्येक टाइममा मैले एक्साइटिङ काम गर्न पाइरहेको छु भन्ने कुरा तलको टिम मेम्बरलाई हुन्छ होइन अनि आफूलाई फ्री टाइम पनि हुन्छ त्यसरी आफूलाई अपग्रेड गर्दै जाने भन्ने हो सबै चिज सबै सर्कमस्टान्सेसमै इक्वल्ली एप्लिकेबल नहोला एडजस्ट गर्दै जानु पर्यो बेसिक फिलोसफी चाहिँ त्यही हो होइन आफूलाई अपग्रेड गर्ने मजा आयो दाइ थ्याङ्क यू सो मच आई थिङ्क इट वाज अ प्लेजर टकिङ टु यु आई हेभ ह्याड माई ओन टन्स अफ टेकअवेज अनि अडियन्सलाई आई थिङ्क लामो कुरा गऱ्यौँ यदि यहाँसम्म हेरिसक्नु भयो भने कुडोज टु योर पेसेन्स टन्स अफ टेकअवेज लाइक कि हजुर केमा एक्टिभ हुनुहुन्छ म्याक्सिमम् यदि यो पडकास्ट सुनिसकेपछि कोही इन्सपायर भयो एन्ड दे वान रिच आउट टु यु दे वान राइट समथिङ टु यु भन्छ के हुनसक्छ राइट तरिका वाट्सएप अथवा इमेल कुन भनिदिनु त हजुरको इमेल म दिँदैमलाई तिमीले उसमा राख न डिस्क्रिप्सनमा अरू लिङ्कडिनमा कतिको एक्टिभ हुन्छ लिङ्कडिनमा ठिकै त्यस्तो धेरै छैन ल म चाहिँ यो सोसियल मिडियामा एक्टिभ पार्टिसिपेन्ट भन्दा पनि एक्टिभ लिसनर चाहिँ हो होइन त्यसमा म दाइको इमेल चाहिँ राखिदिन्छु होइन अनि आई थिङ्क वाट्सएप चाहिँ सेकेन्ड लेयरमा जाओस् न खत्रै इमेल लाइभ भवाले राख्यो भने त्यसपछि ल कल मी अन वाट्सएप भन्न पाइयो नि त होइन अनि यो पनि एउटा कल्चर सेटअप गर्न खोजिरहेको कि नेपालमा चाहिँ हजुर जस्तो मान्छेहरू चाहिँ रिचेबल हुनु पर्यो म एकदम रिचेबल एक्सेसेबल मान्छे हो होइन मलाई भेट्नलाई उयो गर्नलाई त्यस्तो केही पनि छैन मैले त्यस्तो धेरै ब्यारियर पनि राख्दिनँ होइन
अब नम्बर पनि एभाइलेबलै छ होला सोसियल मिडियाहरू यताउतामा होइन अब अथवा सोसियल मिडियामा मेसेजहरू गऱ्यो जस खोज्यो भने हजुरलाई भेटाउन गाह्रो छैन एक दिनभन्दा 2 दिन लाग्दैन ल सही हो सो दे यु गो आई थिङ्क मोटिभेटेड यु नो द पर्सन नाउ अनि आई थिङ्क कतिपय कुराहरू हामीले कभर गऱ्यौँ डु रिच आउट अनि यति भन्दै आई लाइक टु थ्याङ्क आवर पार्टनर्स स्ट्रेन्थ पार्टनर हामा स्टिल्स एन्ड इन्सुरेन्स पार्टनर हिमालयन एभरेज इन्सुरेन्स फर मेकिङ स्योर कि एन एपिसोड लाइक दिस इज बिङ प्रड्युस थ्याङ्क यू सो मच फर द सपोर्ट अनि थ्याङ्क यू सो मच वन्स अगेन लाइक गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् सेयर दिस वान एपिसोड टु द्याट वान पर्सन जस्ट हु यु थिङ्क जसलाई चाहिँ यसले काम गर्छ अनि 2076 मा चाहिँ वी आर सो एक्साइटेड वी आर कमिङ अप विथ कपल अफ प्रोडक्ट्स we will keep disclosing from our social media handles. We'll be back again with another amazing guest. Till then, you guys take care. Bye-bye. Thank you. Awesome.